आफ्नो काम चाहिँ 2 मिनेटमा भ्याएर हिँड्छ, अरू 2 घण्टा लाइनमा बसे पनि बाल मतलब भने जस्तो भयो हैन। त्यस्तो चाहिँ हुनु हुँदैन भन्ने कुरा हो। त्यसकारणले सबैले अधिकारको सँगसँगै आफ्नो कर्तव्य पनि बोध गर्नुपर्छ र त्यो अनुसार चाहिँ काम गर्नुपर्छ भन्ने कुरा हो। र यसलाई चाहिँ हामीले विभिन्न डाइमेन्सनबाट हामीले हेर्न सक्छौँ हैन। जस्तो कि यो त विभिन्न खालको एंगलबाट हामी त्यसलाई हेर्न सक्छौँ। जस्तो कि मैले सरस्वती केही 5-7 बुदाहरू टिपेको छु। जस्तो कि एउटा चाहिँ हामी पोलिटिकल डाइमेन्सनको हिसाबले हैन, त्यस्तै गरेर चाहिँ नि अर्को एडमिनिस्ट्रेटिभ अथवा इन्स्टिट्युसनल डाइमेन्सनको हिसाबले हैन, त्यस्तै गरेर चाहिँ अर्को इकोनोमिक डाइमेन्सनको हिसाबले र त्यस्तै गरेर चाहिँ सोशल डाइमेन्सनको हिसाबले हैन, जियोग्राफिक डाइमेन्सनको कुराहरू हुन सक्छ, लिगल डाइमेन्सनको हुन सक्छ हैन, त्यस्तै गरेर वातावरणीय आयाम हैन, इन्भाइरोमेन्टल डाइमेन्सनको कुराहरू हुन सक्छ, अर्को पार्टिसिपेटरी डाइमेन्सन हुन सक्छ, अथवा अर्को चाहिँ प्रविधिगत हैन, अहिले त टेक्निकल अथवा डिजिटल डाइमेन्सनको कुरा पनि आइरहेछ हैन। जस्तै डिजिटल फ्रेमवर्क नेपाल भनेर पनि अहिले सबै कुराहरू चाहिँ सेवा प्रवाहहरू सबै कुरा चाहिँ यो डिजिटल माध्यमबाट गर्नुपर्छ भन्ने खालको कुराहरू पनि आइरहेको छ। र हालै मात्रै भनेको अस्ति सुरुवार मात्रै गठित नयाँ सरकारले पनि यो जस्तो कि हिजो मात्रै 100 बुँदे चाहिँ जुन यो सार्वजनिक गरेछ र यसमा पनि अलमोस्ट चाहिँ के छ भने यो डिजिटल कुराहरूलाई अलिकति बढी जोड दिएको छ र डिजिटल गभर्नेन्सको कुराहरू उठेको छ, डिजिटल सर्भिस डेलिभरीको कुराहरू उठाएको छ हैन। भन्दाखेरि यसरी चाहिँ के छ भने यी कुराहरूलाई प्राथमिकतामा राखेर चाहिँ गरिरहेको अवस्था चाहिँ छ। र यसमा अब नर्मली हामी पोलिटिकल चाहिँ डाइमेन्सनको हिसाबले हामीले हेर्नु पर्दाखेरि के त भन्दाखेरि द लोकल गभर्नमेन्ट इज सिन एज अ पोलिटिकल इन्स्टिट्युसन हैन। यसो हेर्दाखेरि के त त राजनीतिक संस्था हो नि त यो भने जस्तो हैन। इट इज बेसिकली अ पोलिटिकल मेकानिजम अर गभर्नेन्स फर गभर्नेन्स एट द ग्रास रुट लेभल हैन। भन्दाखेरि अब केन्द्र सरकार त माथि नै रह्यो तर सबैभन्दा तल्लो तहमा जहाँ पिपुल हुन्छन्, जहाँ नागरिक हुन्छन्, त्यो नागरिक भएको ठाउँमा सेवा दिने हिसाबले चाहिँ एउटा के त भन्दाखेरि राज्य संयन्त्र चाहिँ चाहियो नि त। राज्य संयन्त्र भएको कारणले यसलाई हामीले पोलिटिकल डाइमेन्सनको हिसाबले यसलाई हामीले भनिरहेका छौँ वडा कार्यालयहरूलाई अथवा त्यहाँको नगरपालिकालाई, किनभने त्यहाँ पोलिटिकल चाहिँ जनप्रतिनिधिहरू चाहिँ त्यहाँको प्रमुख हुने व्यवस्था हुन्छ। अथवा त्यहाँ चाहिँ के छ उनीहरू चाहिँ त्यहाँ उनीहरूको निर्णय गर्ने, कानुन बनाउने सबै कुराहरू उनीहरूले गर्छन् हैन। त्यो हिसाबले यसलाई चाहिँ पोलिटिकल हिसाबले चाहिँ यसलाई लियो। र यसलाई चाहिँ जस्तो कि स्टेट गभर्नमेन्टको कुराहरू भयो हैन, स्टेटको कुराहरू भयो, गभर्नमेन्टको कुराहरू भयो, रुल अफ लको कुराहरू भयो हैन, रुल भयो, एडमिनिस्ट्रेसन भयो हैन, त्यस्तै गरेर चाहिँ सबर्डिनेटीको कुराहरू भयो। यी सबै कुराहरू के भयो त यो पोलिटिकल चाहिँ डाइमेन्सनभित्र परे हैन। र यसलाई चाहिँ हामीले अर्को हिसाबले भन्दाखेरि जस्तो कि यो के हुन्छ त भन्दाखेरि लोकतन्त्रको जुन हामी कुरा गरिरहेका छौँ नि, लोकतन्त्रको चाहिँ सहभागिता हुने भयो त्यहाँ हैन। र त्यस्तै गरेर निर्वाचित प्रतिनिधिहरूको भूमिका मैले भनिहालेँ र नीति निर्माण र निर्णय प्रक्रिया त्यही हुन्छ। जस्तो कि उदाहरणको लागि हामीले के भन्न सक्छौँ भने जस्तो गाउँ सभा हुन्छ, नगर सभा हुन्छ, सार्वजनिक सुनाइ हुन्छ भन्दाखेरि यसले त एउटा चाहिँ हामीलाई गभर्नेन्सको हिसाबले हेर्नु पर्दाखेरि त एकदमै राम्रो ढङ्गबाट चाहिँ यसले प्र्याक्टिस गर्न खोजेको देखिन्छ। सायद मैले यही क्लासमा पनि भनिसकेँ होला। यो अहिले चाहिँ यो जुन पब्लिक हेरिङ पनि एउटा गभर्नेन्सको टुल्स हो भनेर इभन नेपालको चाहिँ उदाहरण दिँदै अमेरिकामा समेत यसको विषयमा चाहिँ भनौँ न छलफल हुँदो रहेछ अथवा त्यहाँ आर्टिकलहरू लेख्ने त्यस्तै गरेर चाहिँ पब्लिकेसनहरू गर्नेहरू हुँदो रहेछ होइन। किनभने मलाई पनि एउटा रिभ्यू गर्नलाई यहाँ पठाएको कारणले गर्दाखेरि मैले चाहिँ त्यो कुरा मलाई जानकारीमा आयो। र त्यस्तै गरेर चाहिँ अब अर्को छ एडमिनिस्ट्रेटिभ डाइमेन्सन हैन। अब एडमिनिस्ट्रेटिभ डाइमेन्सन भने ठ्याक्कै अहिले हामीले पोलिटिकल भन्यौँ, जनप्रतिनिधिको कुरा गऱ्यौँ हैन। अब हामी एडमिनिस्ट्रेटिभ डाइमेन्सन भने के गर्छ हामी अब जनप्रतिनिधि बाहेक भन्दाखेरि 4 जना सदस्य, अध्यक्ष 5 जना बाहेकको अवस्था के हुन्छ त त्यहाँ भन्दाखेरि कर्मचारीहरू हुन्छन् हैन। यो कस्तो छ भने कति त हामीले ठ्याक्क त्यसलाई यो के भन्छ लिङ्क गरेर हेर्ने हो क्या। यो पढ्ने कुरा, पढाउने कुरा अथवा चाहिँ छलफल गर्ने कुरा जति भने पनि हामीलाई बुझ्न सजिलो के भने ठ्याक्क हामीले आफ्नो पालिका ठ्याक्क सम्झिने, आफ्नो वडा अफिस सम्झिने, त्यहाँ के हुन्छ यही कुरालाई ठ्याक्क लिङ्क गऱ्यो भने सबै कुरा आउँछ क्या। यो खरर आइहाल्छ हैन। हामीले यो चाहिँ धेरै तनाव लिनुपर्ने विषय पनि होइन। अब त्यही के भयो त हामीले जनप्रतिनिधिको कुरा गऱ्यौँ। अब हामीले ठ्याक्क त्यही कुरालाई के गर्छौँ अब त्यहाँ चाहिँ एडमिनिस्ट्रेटिभ पार्ट अथवा त्यहाँ कर्मचारी हुन्छ नि त हैन। भन्दाखेरि लोकल गभर्नमेन्ट हैज इट्स द लोकल ब्युरोक्रेसी लाइक द अदर हायर लेभल्स अफ द गभर्नमेन्ट द्याट कोअर्डिनेट द एक्टिभिटिज एन्ड द अपरेसन अफ डे टु डे चाहिँ रनिङ अफ द सिस्टम। भन्दाखेरि ती सबै क्रियाकलापहरूलाई एक्टिभेट गर्नका लागि अथवा चाहिँ तिनीहरूलाई काम कारवाही गर्नका लागि हैन जनप्रतिनिधिले त गर्दैन भनेपछि त्यहाँ चाहिँ के हुने भयो कर्मचारीको व्यवस्था हुने भयो हैन। त्यो कर्मचारीले के गर्छ ती निर्णय भएका कुराहरूलाई कार्यान्वयन गर्ने काम चाहिँ के गर्छ कर्मचारीले गर्छ हैन। त्यसले चाहिँ के गर्छ कुन निकायलाई पत्रचार गर्नुपर्ने हो कि कुनै ठाउँमा कोअर्डिनेसन गर्नुपर्ने हो कि हैन। भन्दाखेरि एज अ होल चाहिँ लोकल गभर्नमेन्टले आफ्नो नागरिकहरूलाई दिनुपर्ने सेवा अथवा स्थानीय स्तरमा दिनुपर्ने सेवाका लागि उनीहरूले के गर्छन् आफ्नो अपनत्व चाहिँ फिलिङ गर्दै उनीहरूले के गर्छन् त्यहाँ चाहिँ नि सेवा प्रवाह गर्ने कामहरू चाहिँ गर्छन् हैन। On the whole, it may be said that the local government is the basically an organized social unit based on the feeling of oneness हैन। र त्यस्तै गरेर चाहिँ अब यो इन पोलिटिकल टर्म्स इट इज द कन्सर्न विथ द गभर्नेन्स अफ द अफ ए स्पेसिफिक लोकल एरिया constituting a political subdivision of a nation, state or other major political units भनेर भन्यो हैन। र त्यसपछि गएर त्यति मात्रै होइन। अब अहिले हामीले भन्यौँ जस्तो कि सेवा प्रवाहको कुराहरू गर्दाखेरि फङ्सनको कुरा पनि हामीले गऱ्यौँ अघि हैन। र त्यो स्थानीय सरकार भनेको के हो त भन्दाखेरि सरकारले राज्यको अथवा चाहिँ अब अहिले हामीले सङ्घीय राज्यको एउटा एजेन्टको रूपमा भनेर पनि भन्न त सकिन्छ किनभने त्यही क्रियाकलाप अन्तर्गतकै कुराहरू त्यहाँ तल गर्ने। तर अहिले चाहिँ पहिला चाहिँ एउटा युनिटको रूपमा निकायको रूपमा अथवा एजेन्टकै रूपमा भनेर जति मजाले भन्न सकिन्थ्यो भने अहिले स्थानीय सरकार भइसकेपछि यसलाई एजेन्ट भन्न मिल्ने हो कि होइन हैन।
कता नि हैन यस्तो खालको चाहिँ हुन्छ। यद्यपि के छ भने हामीले चाहिँ त्यसको चाहिँ एउटा फङ्सनिङ गर्ने हिसाबले अथवा त्यसलाई पर्फर्म गर्ने हिसाबले चाहिँ एउटा राज्यको एउटा के हो त भन्दाखेरि त्यो एजेन्ट हो भनेर भन्न सकियो। सङ्घीय सरकारको भनेर भन्दाखेरि चाहिँ अलिकति चाहिँ त्यो पनि सरकार हामी पनि सरकार भन्ने कुरा पनि हुन सक्ला हैन। यद्यपि तर के भने राज्यको चाहिँ एजेन्सी हो त भन्न पाइयो, राज्यको एउटा एजेन्ट हो त भन्न पाइयो, राज्य समितिको एउटा एजेन्ट हो भन्न त पाइयो हैन। त्यस्तै गरेर चाहिँ इन अदर वर्ड द लोकल गभर्नमेन्ट इज इन द इन्टिग्रेटेड पार्ट अफ द पोलिटिकल मेकानिजम अफ द गभर्नेन्स इन अ कन्ट्री हैन। भन्दाखेरि सबै चाहिँ हाम्रो बेस सबैको बेस भनेको हाम्रो के हो त भन्दाखेरि लोकल पिपुल नै हो, स्थानीय निकाय नै हो। र त्यो बेसमा के हुनु पर्यो त भन्दाखेरि हाम्रो चाहिँ यो के भन्छ गभर्नेन्सको हिसाबले हामीले सबै कुराहरू त्यहाँ प्र्याक्टिस गऱ्यौँ। र सबै मान्छेमा मैले पहिला पनि भन्ने गरिरहेको छु, इमान्दारिता र नैतिकता मान्छेमा भयो भने हैन, अनुशासन, इमान्दारिता, नैतिकता जस्ता कुराहरू भइदियो भने के हुन्छ भने अटोमेटिकल्ली त्यो बेसमा हुर्किएको मान्छे अथवा त्यो बेसको चाहिँ नलेज लिएको मान्छे नै भोलि माथिल्लो तहमा पुग्दाखेरि पनि उसको स्कुलिङ त्यस्तै भइसकेपछि उसले करप्टेड हुँदैन। त्यसले गर्दाखेरि गभर्नेन्सको एउटा बेस पनि हो यो हैन भन्ने हिसाबले पनि हामी लिन सक्छौँ। अब एज अ बडी कर्पोरेट एन्ड जुरिस्टिक्स पर्सन्स इट रिप्रेजेन्ट्स अ लिगल कन्सेप्ट हैन। अब चाहिँ जस्तो कि यो चाहिँ लिगलको कन्सेप्टको हिसाबले पनि जस्तो कि हामीले आधिकारिक हुने र त्यसपछि त्यहाँ चाहिँ केही सानातिना मुद्दा मामिलाहरू पनि उनीहरूले चाहिँ हेर्न सक्ने, न्यायिक कुराहरू पनि हेर्न सक्ने हैन, कानुनी कुराहरू पनि हेर्न सक्ने भन्ने खालको कुराहरू पनि भए। र त्यस्तै गरेर चाहिँ जियोग्राफीको कुराहरू भयो, डेमोग्राफी एन्ड द इकोनोमिक फैक्टर्स अफ ए लोकल एरिया अफर इम्पोर्टेन्ट डाइमेन्सन इन द कन्स्टिट्युसनल आर्टिकुलेसन अफ द लोकल गभर्नमेन्ट, आदि सबै कुराहरूलाई परिचालन गर्ने चाहिँ पनि के हो त भन्दाखेरि त्यही एडमिनिस्ट्रेटिभ संरचना नै हो अथवा त्यहाँको कर्मचारी वर्गले नै हो है। किन ती चिजहरूलाई त्यतिकै आफै चलायमान हुँदैन, त्यसलाई चलायमान बनाउने र चाहिँ एक्टिभली चाहिँ काम गर्ने कुराहरूमा तिनीहरूको भूमिका नै बढी हुन्छ। र त्यस्तै गरेर चाहिँ अर्को के त भन्दाखेरि यही भित्रै जस्तो हामीले अहिले कुरा गऱ्यौँ, जस्तो स्थानीय सरकारको कुराहरू हामी गरिराखेका छौँ, यसमा हामीले नर्मली छोटकरीमा भन्नु पर्यो भने के त भनेर भन्दाखेरि छोटकरीमा भन्नुपर्दा स्थानीय सरकारको संरचनाको रूपमा रहेको छ। त्यसपछि गएर चाहिँ यसले के गरेछ, कर्मचारीको व्यवस्थापन गरेको हुन्छ, सेवा प्रवाह चाहिँ प्रणालीमा हुन्छ अथवा सिस्टममा हुन्छ, र त्यहाँ काम गर्ने कर्मचारीहरूमा दक्षता हुनु पर्यो हैन, इफिसियन्सी र इफेक्टिभनेस मुख्य कुरा चाहिँ यही नै हो यो प्रशासनिक चाहिँ उसमा चाहिँ। त्यस्तै गरेर अर्को के छ त भन्दाखेरि इकोनोमिक डाइमेन्सनको कुरा पनि छ। यो सबैभन्दा ठुलो कुरो भनेको अर्थ नै रहेछ अथवा आर्थिक कुरा नै रहेछ हैन। किनभने पैसा भएन भने हामीले त चल्ने ठाउँ नै हुँदैन। सपोज हामी सोचौँ न, मसँग पैसै भएन भने के हुन्छ त भन्दा मैले बिहान उठेर खाने चिया पनि पाक्दैन, बिहानको खाना पनि पाक्दैन हैन, अनि म कहीँ हिँड्न पर्यो म जान पनि सक्दिनँ हैन। भन्न खोजे हिँड्न त सकियो, हिँड्दै जान सकिन्छ, बसेकिन चढ्नु पर्छ र भन्ने कुरा पनि आउला। यद्यपि के भने बसे मात्रै के हिँडेर मात्रै सबै ठाउँ सम्भव नहोला। इन जेनरल कुरा गर्नु पर्यो हामीले भन्दाखेरि पैसा भएन भने के हुन्छ भन्दाखेरि हाम्रो कुनै पनि क्रियाकलापहरू हामी गर्न सक्दैनौँ। त्यस कारणले यो आर्थिक पाटो चाहिँ महत्त्वपूर्ण छ। त्यो राज्यले पनि के हो त भन्दाखेरि राज्यले गर्ने संरचनाको हिसाबले है हामीले भने हामीले व्यक्तिगत कुराले हेऱ्यौँ। अब राज्यले गर्ने कुराहरू भने के भने उसले कुनै पनि काम गर्नु पर्दाखेरि पैसा चाहियो। किन पैसा चाहियो भन्दा त्यहाँ कर्मचारी राख्नु पर्यो, पैसै चाहियो हैन, कुनै विकास निर्माण गर्नु पर्यो, पैसै चाहियो हैन, कुनै केही कार्यक्रमहरू गर्नु पर्यो, पैसै चाहियो भन्दाखेरि विदाउट मनी केही पनि काम हुँदैन। त्यो कुराहरूलाई चाहिँ हामीले चाहिँ आर्थिक पाटोको हिसाबले हामीले हेर्छौँ अथवा चाहिँ आर्थिक आयामको हिसाबले हेर्छौँ। र यसमा खास गरिकन पोलिसीका कुराहरू आउँछन् हैन। हामीले कुनै पनि कुराहरूको जस्तो कि आर्थिक हिसाबले पनि हाम्रो ट्याक्सको कुराहरू होला, राजस्वको कुराहरू होला, राजस्व सङ्कलनको कुराहरू होला, राजस्व वृद्धिका कुराहरू होला हैन। भन्दाखेरि यस्ता खालका नीतिहरू हामीले चाहिँ कुराहरू आउने भए। त्यस्तै सँगसँगै के त भन्दाखेरि हाम्रो प्लानिङको कुराहरू पनि आउने हो। हामीले हाम्रो चाहिँ स्थानीय स्तरमा हामीले चाहिँ विकास निर्माणका लागि हामीले के गर्नुपर्छ, के काम हामीहरू गर्ने हो र त्यसको लागि कति पैसा चाहिन्छ भन्ने खालको कुराहरू हामी प्लानिङको कुराहरू पनि हामी गर्छौँ। र चाहिँ त्यस्तै गरेर चाहिँ त्यो प्लानिङ गरेपछि मात्रै हाम्रो चाहिँ कार्यक्रमहरू बन्छ र बनेका कार्यक्रमहरूलाई चाहिँ हामीले के गर्छौँ, जनसहभागितामा हैन अथवा पिपुल पार्टिसिपेसनको चाहिँ लिएर अनि त्यसपछि हामी के गर्छौँ, त्यहाँ भएको चाहिँ तिनीहरूको योग्यता, क्षमता, अनुभव हैन र चाहिँ हामीले चाहिँ हाम्रो परापूर्वकालदेखिका चाहिँ जुन रीतिरिवाज, संस्कृति जे छन् ती सबै कुराहरूलाई समेटेर हामीले के गर्छौँ, त्यहाँ चाहिँ हामीले त्यसलाई काम गर्छौँ हैन। त्यो काम गरिसकेपछि मात्रै के हुन्छ भने त्यहाँले चाहिँ गति दिन्छ अथवा चाहिँ इकोनोमिकली चाहिँ त्यसलाई के गरिन्छ, भाइब्रेन्ट बनाउन सकिन्छ भन्ने कुराहरू चाहिँ हुन्छ। र यसको लागि चाहिँ लोकल गभर्नमेन्ट इज बेसिकली एन इकोनोमिक इन्स्टिट्युसन हैन। ती सबै कुराहरू क्रियाकलापहरू सञ्चालन गर्ने भएको हुनाले त्यो चाहिँ के भने स्थानीय सरकार चाहिँ एउटा चाहिँ आर्थिक चाहिँ डाइमेन्सनको हिसाबले अथवा त्यस्तो खालको संस्था पनि हो नि त त्यो। किनभने उसले इकोनोमिक एक्टिभिटी त सबै चाहिँ ग्रासरुटमै हुनुपर्छ, त लोकल लेभलमै हुन्छ नि त भन्ने खालको हिसाबले यसलाई ल्याउन खोजेको छ। र विथ द फरमोस्ट द रोल टु प्ले इन द प्रमोटिङ द इकोनोमिक वेलबिङ अफ द पिपुल अफ द लोकालिटी हैन। र द इकोनोमिक डाइमेन्सन अफ द कन्सेप्ट अफ द लोकल गभर्नमेन्ट रिलेट्स टु इट्स इकोनोमिक भाइबिलिटी हैन। र त्यसै कारणले गर्दाखेरि हामीले भनिसक्यौँ, जस्तो रेभेन्यू जेनेरेटको कुराहरू गऱ्यौँ हैन। रेभेन्यू जेनेरेसन बिकम्स अ प्राइमरी फंक्शन अफ द लोकल गभर्नमेन्ट। अ लोकल गभर्नमेन्ट द्याट इज नट इकोनोमिकली भाइबल क्यान नट बी डु मच टु इम्प्रुभ द इकोनोमिक कन्डिसन्स अफ द पिपुल इन द लोकालिटी हैन। भन्दाखेरि यो कुराहरूलाई यसले समेट्न खोजेको पाइन्छ। र यसलाई चाहिँ हामीले ठ्याक्कै भन्नु पर्दाखेरि के त भन्दाखेरि स्थानीय राजस्व हैन, विभिन्न खालका ट्याक्स र फीको कुराहरू हामीले योभन्दा अगाडिको सेसनमा पनि हामीले छलफल गरिसकेका छौँ हैन। छलफल गरिसकेका छौँ। के छलफल गऱ्यौँ त हामीले भनेर भन्दाखेरि यिनै कुराहरू जस्तो कि राजस्व चाहिँ को कुराहरू हामीले गऱ्यौँ, त्यहाँ उसले लिन सक्ने फीका कुराहरू गऱ्यौँ। त्यसलाई चाहिँ हामीले के गरेछ, त्यो कानुन बनाएर मात्रै गर्नुपर्छ र चाहिँ यसका विषयमा संविधानले नै हामीलाई के छ भने अधिकार दिएको छ र संविधानले चाहिँ यो अनुसूची 8 र 9 मा चाहिँ यी विषयहरूलाई चाहिँ स्पष्ट पारिदिएर चाहिँ यो एकल अधिकार हैन अथवा साझा अधिकार हैन भन्ने खालका कुराहरूलाई पनि त्यहाँ चाहिँ के गर्दैछ, छुटाइदिएको छ हैन।
र ती सबै कुराहरूले गर्दाखेरि के हो त भन्दाखेरि स्थानीय तहमा चाहिने चाहिँ जुन योजनाहरू छन् ती योजनाहरूलाई पुरा गर्नका लागि उसले आर्थिक स्रोत जुटाउने हिसाबले ट्याक्स र फीको कुराहरू पनि गर्न सक्छ, कानुन बनाएर लिन सक्छ हैन। र त्यो आएको राजस्वबाट उसले बजेट बनाउँछ, योजना बनाउँछ र त्यसलाई खर्च गर्छ र त्यसले गर्दाखेरि हाम्रो स्थानीयमा चाहिँ आर्थिक विकासका विभिन्न पाटोहरूमा उसले चाहिँ काम गर्छ। जस्तो उदाहरणको लागि के हुन सक्छ, कृषिमा हामीले अनुदान दिन सक्छ, कृषिलाई प्रमोट गर्न चाहिँ त्यहाँ कुलाहरू बनाइन सक्छ, अथवा चाहिँ मल बिउ खाद्यान्नका कुराहरू आउन सक्लान्। जस्तो पर्यटनको हिसाबले हेर्नु पर्दाखेरि टुरिज्म डेभलपमेन्टका ठाउँहरूलाई चाहिँ सम्भावित ठाउँहरूलाई त्यसले अलिकति चाहिँ लगानी गरेर अलिकति एट्र्याक्टिभ बनाउला, विदेशी पर्यटकहरू त्यहाँ घुम्न आउलान् हैन, अथवा तिनीहरूले चाहिँ केही राजस्व तिर्लान्, अथवा त्यसले चाहिँ इकोनोमिक एक्टिभिटिज भनेको त्यहाँ हेर्न आउँदाखेरि पनि उसले त्यहाँ नजिकको पसलमा खाला हैन, भन्दा त्यो मान्छेको रोजगारीको सिर्जना भयो नि त त्यहाँ हैन। भन्दाखेरि यसरी चाहिँ के छ भने राज्यले चाहिँ एउटा इन्कम जेनेरेट गर्ने कुराहरू पनि गर्ने खालका क्रियाकलापहरू गर्न सक्छ भने त्यस्तै गरेर चाहिँ हाम्रा चाहिँ घरेलु उद्योग अथवा साना उद्योगहरू हामीलाई चाहिने जुन उपभोग्य जुन सामग्रीहरू छन् ती कुराहरूको लागि चाहिँ हामीले स्थानीय तह अथवा स्थानीय सरकारकै चाहिँ सपोर्टमा अथवा चाहिँ सहभागितामा स्थानीय तहमै हामीले ती कुराहरूलाई चाहिँ व्यवस्थित गर्न सकेको अवस्थामा हाम्रो चाहिँ के हुनसक्छ भने हामीलाई चाहिने वस्तु हामी आफै उत्पादन गर्न सक्छौँ र त्यो हाम्रो अर्ग्यानिक पनि हुन्छ ती सामानहरू हैन, र चाहिँ हाम्रो स्वास्थ्यको लागि चाहिँ राम्रो पनि हुन्छ हैन, र हाम्रो चाहिँ पुँजी विदेशिँदैन, स्वदेशमै रहन्छ हैन, आदि इत्यादि विभिन्न खालका कुराहरूको हिसाबले हेर्दाखेरि यसलाई चाहिँ हामीले आर्थिक हिसाबले पनि यसलाई हामीले भन्न सक्छौँ। त्यस्तै गरेर चाहिँ अर्को के त भन्दा सोसियल डाइमेन्सन। सोसियल डाइमेन्सन भनिरहँदाखेरि हामी के त भन्दाखेरि सामाजिक प्राणी हो हैन, हामी समाजमा बस्छौँ भन्ने कुराहरूमा त दुविधै रहेन, किनभने हामीले त यो त भनिराखेकै कुराहरू नै भइहाल्यो हैन। अब सामाजिक प्राणी भइसकेपछि, समाजमा हामी बस्ने भइसकेपछि हैन, समाजमा हामी बस्ने भइसकेपछि हामीले समाजका मूल्य मान्यता हैन अथवा सामाजिक हिसाबले हामीले गर्नुपर्ने हाम्रो दायित्व, हाम्रो कर्तव्य हैन, यी सबै कुराहरूमा के हुन्छ हामीले चाहिँ ध्यान दिनुपर्छ। अथवा ती सबै कुराहरू, ती सबै एक्टिभिटिजहरू कहाँ हुन्छन् त भन्दाखेरि समाजको समाजभित्रै हुन्छन्। र त्यही हामीले भन्यौँ अनुशासनका कुरा, सुशासनका कुरा हैन, अथवा चाहिँ हामीका इमानदारिताका कुरा, नैतिकताका कुराहरू हामी सबैले सिक्ने, सिकाउने मुख्य चाहिँ हाम्रो ग्राउन्ड अथवा बेस भनेको के हो त समाज हो हैन। र त्यो चाहिँ के भन्दा स्थानीय तहमै हुन्छ हैन। भनिसकेपछि अब त्यसमा चाहिँ जस्तो कि मिनिएचरका कुराहरू भए, सोसियल हार्मोनीका कुराहरू भए, नेबरहुड हैन, छिमेकी दाजुभाइ भन्ने हामीहरूको चाहिँ जुन एउटा ब्रदरहुडको चाहिँ जुन चलन छ हैन, त्यो सोसियल नर्म्स, भ्यालु, कल्चर, सोसियल रिलेसन हैन, गुड गभर्नेन्स, यी कुराहरू चाहिँ त्यहाँ पर्छन्। र लोकल गभर्मेन्ट इज बेसिकली सोसियल इन्स्टिट्युसन पनि हो, यो सामाजिक संस्था पनि हो, किनभने मैले भने दाजुभाइ भन्ने, हाई हेलो गर्ने, एक आपसमा सहयोग गर्ने, छरछिमेकी हुने आदि विभिन्न हिसाबले चाहिँ त्यसलाई चाहिँ यसलाई मेन्टेन गर्ने अथवा विकसित गर्ने हैन, चाहिँ सहयोगको आदान प्रदान, सहयोगी भावना, यस्तो खालको कुराहरू पनि त्यहाँ आउँछ। यो भनिरहँदाखेरि सोसियल डाइमेन्सनको कुरा गर्दाखेरि अब अहिले त त्यो फ्याटै छैन। हामीले म बच्चा हुँदाखेरि पनि इभन कस्तो थियो भने एउटा चाहिँ दुईटा किसिमको थियो। जस्तो कि हामी खेतीपाती गर्दा अथवा धान छुट्दा हैन, अथवा केही गर्नु पर्यो भने पनि कस्तो प्रचलन हुन्थ्यो भने एउटा चाहिँ जस्तो धान रोप्न, अब धान काट्न पर्यो अथवा धान छुट्न पर्यो भन्यो भने जस्तो त्यहाँ दुई मोडेल, दुईटा तिनटा, अझ तिनटा मोडेल पनि लान सकिन्छ त्यसलाई। एउटा चाहिँ हामीले खेताला भन्ने चलन हुन्छ, खेताला नै खोजेर लिएर आएर उसले चाहिँ काट्ने गर्ने भन्ने हुने भयो। अनि उसलाई चाहिँ पेमेन्ट नै गर्नु पर्यो, खेताला भनेर बोलाइसकेपछि उसलाई पेमेन्ट नै गर्नु पर्यो हैन। पर डे यति रुपियाँ हो भनेपछि मैले थाहा पाउँदाखेरि त अब त्यो धेरै न्यून थियो होला रकम हैन, मलाई पनि त्यति खासै अब एमाउन्ट त मैले पनि बिर्सेँ भन्दाखेरि 10-20 रुपियाँ 50 रुपियाँ पनि पाइन्थ्यो होला, हामी बच्चै हुँदाखेरिको कुरा हो। र त्यसरी खेताला लगाएर चाहिँ एउटा आफ्नो काम गर्ने एउटा प्रक्रिया हुन्थ्यो। अर्को के हुन्थ्यो भने पर्म लाउने भन्थ्यो। अनि पर्म लाउने भनेको कस्तो भने मेरोमा पर्दा अब उनीहरू पनि आएर गरिदिने र उनीहरूकोमा पर्दा म पनि गएर काम गरिदिने हैन, सल्लाहले टोलमा आज म कहाँ गरौँ, भोलि त्यहाँ गरौँ, पर्सि त्यहाँ गरौँ भनेर एक आपसा सबै मिलेर पर्म लगाउने भन्ने हुन्थ्यो एउटा बाटो चाहिँ। र अर्को त्योभन्दा फरक नर्मली दुईटा कुरा चाहिँ धेरै ठाउँमा चाहिँ यो प्र्याक्टिसमा आएको कुरा पर्यो। र एकाध कुनै ठाउँमा चाहिँ मैले कस्तो पनि देखेँ भने त्यहाँ चाहिँ यो पर्म लाउने अथवा खेत लाउने भन्ने चलन छैन हैन। कसै कहाँ आज गर्नुपर्ने छ नि त फलाना कहाँ भनेर भन्यो भने सबैजना त्यहाँ भेला हुने हैन, भेला हुने। अनि त्यहाँ चाहिँ कस्तो भनेदेखि मनोरञ्जन पनि हुने भनेको त्यहाँ वनभोज टाइपबाट चाहिँ त्यहाँ पकाउने गर्ने एउटा समूह हुन्छ हैन, अनि काट्ने त्यो थुपार्ने एउटा समूह हुन्छ कि भन्नु खोजेँ त्यो कम्प्लिट वर्क सिधाउनको लागि चाहिँ त्यसरी चाहिँ गर्ने भने सेवा भावना मान्छेमा हैन, त्यस्तो खालको चाहिँ थियो। अब मलाई के ठ्याक्कै के लाग्यो, मैले त्यो देखिरहँदाखेरि सायद पहिला यही कल्चर थियो होला, पछि चाहिँ के भइदियो भने कसैले को त धेरै जग्गा होला अनि धेरै दिन गरेर गरिदिनु पर्ला अरूले, कसैको थोरै जग्गा होला अनि थोरै जग्गा हुने कहाँ त एक अरूले मान्छेले चाहिँ उसका 1 घण्टा अथवा 2 घण्टा आएर काम सिद्धिने भयो, उसका त 2 दिनसम्म जानुपर्ने भयो भनेपछि म उसका धेरै दिन किन जाने भन्ने खालको भयो होला के मान्छेमा नि। अनि त्यो भइसकेपछि के भयो भने मान्छेले बिस्तारै त्यो क्रम हट्दै गएर पर्म लाउनेमा गयो। यति दिन पर्म लाउने भनेपछि के यति दिन म कहाँ आएर काम गरेछ भनेपछि उसका गएर मैले त्यति दिन काम गर्नुपर्ने भन्ने खालको विकसित भयो होला हैन। अब त्यस्तो खालको भयो होला। त्यो कुरा पनि पछि मान्छे अलिक सोफिस्टिकेटेड अथवा हाई फाई अथवा इकोनोमिक स्टाटसहरू सबै बढ्दै गएपछि म काम गर्न किन जाने, खेताला लगाउने ल पैसा लिए पैसा भन्ने खालको भयो होला। भन्दाखेरि के मान्छेले पैसा दिएर मान्छेलाई
जस्तो श्रम चाहिँ किन्ने बेचको कुराहरू भयो होला, त्यसपछि मात्रै के भने पैसा दिएर चाहिँ काम लगाउने प्रचलनहरू भयो होला, एउटा चाहिँ त्यो खालको चाहिँ देखिन्छ हैन। त्यो हामीले ठ्याक्कै सानो देखेको हिसाबले अझ अहिले नयाँ जेनेरेसन त त्यो कुरा त थाहै पाउँदैन हैन। भन्दाखेरि यस्तो खालको चाहिँ थियो। त्यो हिसाबले पनि यसलाई चाहिँ सामाजिक हिसाबले अथवा अरू हिसाबले पनि यसलाई चाहिँ हेर्न चाहिँ हामी सक्छौँ। र त्यसपछि गएर चाहिँ यो इट इज एन अर्गनाइज द सोसियल इन्टिटी बेस्ड अन द फिलिङ अफ ओननेस हैन, अपनत्वको कुराहरू मैले गरेँ। र म्यान इज द सोसियल एनिमल हैन। अब चाहिँ ह्युमन बिङ्स चाहिँ हामी ह्युमन बिङ्स हैन, अथवा चाहिँ सोसियल एनिमल एन्ड मोस्ट अफ द नेसेसिटी इन्टरेक्ट विथ अदर पिपल हैन। लोकल गभर्नमेन्ट प्रोभाइड्स द प्लेटफर्म फर द पिपल इन अ लोकालिटी टु एक्सप्रेस एन्ड फुलफिल द दियर ह्युमन एडभाइस टु इन्टरेक्ट एन्ड इन द प्रोसेस अफ द इन्टरेक्सन हैन। त्यस्तै गरेर चाहिँ द फिलिङ अफ कन्भर्जेन्स द ब्रिङ टु द फर द commonality of basic needs of the people in the neighborhood of food, shelter, clothing, water, etc. It is those effects of the feelings of oneness that are the binding force not only among themselves but also between the local authority and the local people भनेर भने। र खास गरिकन यसले चाहिँ यो जुन सामाजिक अथवा सोसियल डाइमेन्सनको कुरा छ, हामीले चाहिँ यसलाई चाहिँ अब समग्रमा भन्नु पर्दाखेरि यसले चाहिँ समावेशीकरणको कुराहरूलाई ल्याउन सक्छ, इन्क्लुजनको कुराहरू आउन सक्छ। त्यस्तै गरेर चाहिँ लैङ्गिक समानताको कुराहरू हामी गर्न सक्छौँ र दलित जनजाति अपाङ्गता भएका व्यक्तिहरूको सहभागिताको कुराहरू आउन सक्छ। र खास गरिकन के भने लिभ नो वन बाई बिहाइन्डको सिद्धान्त चाहिँ लागू हुन्छ हैन भन्ने खालको कुरालाई हामीले यसलाई चाहिँ थप चाहिँ हामी रूपमा यसलाई हामीले चाहिँ थप्न सक्छौँ हैन। र त्यसपछि गएर यो सामाजिक कायममा अझ अर्को चाहिँ हामीले हेऱ्यौँ भने गाउँघरतिरको अर्को चाहिँ एउटा छुवाछुतको प्रचलन पनि यद्यपि अलिक फरक ढङ्गकै हुन्छ। अब पहिलाको र अहिलेकोमा त धेरै चेन्ज भइसकेको छ, तर पनि अझै पनि कतै केही त्यसका छिटपुटहरू चाहिँ देखिन्छन् हैन। र त्यही कारणले पनि कता कता द्वन्द्वको एउटा कारण पनि बन्न खोजेको पनि देखिन्छ। र त्यसमा चाहिँ एउटा के भने मान्छेको मानसिकता पनि छ, एउटा मानसिकता पनि छ मान्छेको हैन। किनभने त्यो परापूर्वकालदेखि भइआएको त्यो मानसिकतालाई उसले चाहिँ चिर्न सक्दैन र चाहिँ उसको म्याच्युरिटी अथवा व्यवहारका कुराहरू पनि आउँछन् हैन। मानसिकता र व्यवहार मुख्य कुरा रहन्छ हैन, त्यो कुराहरूले पनि भ्यालुएट गर्छ। त्यतिकै चाहिँ त्यहाँ कन्फ्लिक्ट भन्ने चाहिँ हुँदैन हैन। त्यो कुरा चाहिँ अलिकति हिसाबले चाहिँ विचार गर्नुपर्ने कुराहरू चाहिँ रहन्छन्। अर्को कुरा के त भन्दाखेरिमा चाहिँ अब यो जियोग्राफिक डाइमेन्सनको कुराहरू आउँछ। अब जियोग्राफिक भनेर भन्ने बित्तिकै त हामीलाई चाहिँ त्यो स्थानीय सरकार जहाँ छ म्युट गरिदिउँ न है, म्युट गरिदिउँ, म्युट, त्यहाँ अरू साथीहरूलाई डिस्टर्ब भयो होला। यो तोकिएको चाहिँ सिमाना भित्र उसले के गर्ने हो त, आफ्नो चाहिँ भित्रका जनताले मत दिएर अनि उसलाई जनप्रतिनिधिको रूपमा चाहिँ लगाएको हुन्छ र उसले त्यही भित्रै आफूले चाहिँ शासन गर्छ हैन। From the perspective of a specific and defined territorial jurisdiction over a particular human habitation, the local government may be constitutionalized in the geographical terms हैन। र त्यस्तै गरेर चाहिँ the geography of local government which includes the physical, demographic and economic features has its impact on its policies, administrative and law। यो भौगोलिक कुराले पनि के छ भने हाम्रो त्यहाँको चाहिँ सबै कुराहरूलाई प्रभाव पार्छ। जस्तो कि हामीले त्यहाँको विकास निर्माणका कुराहरूको लागि हुन सक्छ, अथवा त्यहाँको जनसङ्ख्यकीय हिसाबले हुन सक्छ, अथवा त्यहाँ आर्थिक विकासको हिसाबले हुन सक्छ हैन। डेभलपमेन्टको लागि पनि त जनसङ्ख्याले त प्रभाव पार्छ नि त हैन। र त्यहाँको चाहिँ त्यो भौगोलिक वातावरणको हिसाबले कति जनसङ्ख्या बस्छ र त्यो जनसङ्ख्याले कस्तो खालको एक्टिभिटिज गर्ने भन्ने कुरामा पनि त्यहाँको व्यापार व्यवसाय जस्ता कुराहरूलाई पनि प्रभाव पार्छ र आम्दानी खर्चका कुराहरूले पनि त्यसले प्रभाव पार्छ। जस्तो कि हाम्रो यो हिमाली क्षेत्र हेऱ्यौँ भने त्यहाँ चाहिँ के भन्छ भने 6 महिना माथि बस्ने 6 महिना तल बस्ने भन्छ नि हैन। अब त्यस्तो ठाउँहरूमालाई त गाह्रो भयो नि, मान्छे त्यहाँ बस्नै सक्दैन 6 महिना भनिसकेपछि त त्यहाँको एक्टिभिटिजहरू के हुन्छ त भन्ने कुरालाई पनि अलिकति समस्या छ हैन। त्यस्तो खालको अवस्था पनि छ हाम्रै नेपालको सन्दर्भमा, त्यस्ता ठाउँहरू पनि छन् हैन। जस्तो मनाङ मुस्ताङ लगायत चाहिँ अति चाहिँ हिमाली भेगका मान्छेहरू चाहिँ त्यहीँ बसिरहन गाह्रो हुन्छ। त्यस कारणले गर्दाखेरि उनीहरूले केही समय माथि बसे पनि केही समयपछि तलतिर झर्ने र सेल्टरहरू न्यानो ठाउँहरूको खोजी गर्दै तलतिर झर्ने चलन पनि हुन्छ हैन। त्यस्तो खालको अवस्था चाहिँ रहन्छ। र ती कुराहरूको कारणले गर्दाखेरि त्यो भौगोलिक चाहिँ अवस्था को कारणले गर्दाखेरि त्यहाँका नीति नियम कानुन आर्थिक विकासदेखि लिएर सबै कुरालाई त्यसले चाहिँ प्रभाव पारेको हुन्छ। स्कुलै चलाउनु पर्यो भने कसरी चलाउने त, हामी यहाँ त वर्ष दिन फुल कोर्स भन्छौँ, त्यहाँ वर्ष दिन फुल कोर्स कसरी चलाउने त हैन। कतिपय चिजहरू त्यहाँ कठिन हुन्छ हैन, त्यो खालको कुराहरू पनि रहन्छ। यद्यपि के हो भने त्यो एरियामा चाहिँ उसलाई चाहिँ जुन एउटा स्थानीय जुन सरकार छ त्यो एरियाको लागि भएको हुँदाखेरि उसले त्यसैमै कुन हिसाबले गर्दाखेरि उपयुक्त हुन्छ भन्ने कुरालाई चाहिँ हेर्ने हो। अब ठ्याक्कै त्यो कुरा गरिरहँदाखेरि हुन त अब हाम्रो भौगोलिक क्षेत्रले डाँडाकाँडा पहाडहरू भएको हुनाले पनि गाह्रो छ, तर हिउँ परेकै कारणले अथवा चिसो भएकै कारणले जनसङ्ख्या नहुने अथवा चाहिँ विकास निर्माण हुन नसक्ने भन्ने चाहिँ होइन। किन होइन भन्दाखेरि हामीले देखेका छौँ, हामीले आफूले जान गए पनि नगए पनि विभिन्न चाहिँ मिडियामा अथवा चाहिँ हामीले न्युजमा हैन अथवा चाहिँ हामीले भिडियोहरूमा हामीले देख्न पाइरहेका हुन्छौँ। जस्तो कि इभन हामीले चाहिँ एउटा ठुलो कन्ट्रीको हिसाबले जुन हामी जान खोजिरहेका ठाउँहरू हुन्छन्, जस्तो कि
अब अस्ट्रेलियामा त कम्पेरिटिभली कम होला, अब नेपालीहरू प्रायः जसो जाने होइन, अस्ट्रेलिया अमेरिका क्यानाडाहरू जुन गइरहेको हुन्छ त्यहाँ। अब अस्ट्रेलियामा त अलिकति कमै होला, तर अमेरिका र क्यानाडाको क्षेत्रमा हेऱ्यौँ भने बाटोभरि पुरै हिउँै हिउँ हुन्छ। डोजरले चाहिँ त्यो हिउँ पन्छाएर चाहिँ तपाईँको बाटो खुला गर्नुपर्छ। त्यस्ता ठाउँहरूमा पनि विकास त भएको छ नि त। जतिसुकै हिउँ परोस् उनीहरूले चाहिँ त्यसलाई प्रकृतिलाई चाहिँ उनीहरूले चाहिँ सँग पनि उनीहरूले मुकाबिला गरेका छन्। अथवा हिउँ परेर बाटै रोकिँदा पनि उनीहरूले त्यो बाटो डोजर लगाएर बाटो पन्छाएर मान्छेहरू हिँडडुल आवल जावल गर्ने गरेका छन्। विभिन्न खालका घरहरू छन् होइन, त्यहाँ टेम्परेचर मेन्टेन गरिरहेको हुन्छ, त्यही अनुसारको कल कारखाना छन्, मान्छेले काम गरिरहेका हुन्छन्। भन्दाखेरि चिसो भएको कारणले मात्रै विकास हुन नसक्ने होइन, तर भौगोलिक कारणले डाँडा काँडा पहाड भएको हुनाले चाहिँ हामीलाई त्यस्तो खालको विकासहरू गर्नको लागि चाहिँ कठिन हुन्छ एउटा बाटो होला। र अर्को कुरा टेम्परेचर मेन्टेन गर्ने खालका घरहरू बनाउने कुराहरूलाई पनि हाम्रो इन्फ्रास्ट्रक्चरको हिसाबले अलिकति कठिन भएको हो, किनभने त्यस्ता खालका चाहिँ जुन घरहरू अथवा हाउजिङहरूको चाहिँ कन्सेप्ट हामी कहाँ खासै आएको छैन होइन। टेम्परेचर मेन्टेन गर्ने खालका घरहरू हामी कहाँ अहिलेसम्म त्यस्तो खालको कन्सेप्ट आएको जस्तो मैले देखाएको छैन होइन। कसैले बनाएको हुनसक्छ, तर मैले चाहिँ ठ्याक्कै देखाएको छैन अहिलेसम्म। भन्दाखेरि त्यस्तो खालको अवस्था चाहिँ हो, तर हुन नसक्ने भन्ने होइन, तर हामीले गर्न नसकेको चाहिँ हो, किनभने विविध कारणले। त्यसमा चाहिँ जियोग्राफिकल रिजन पनि एउटा हुन आउँछ होइन। त्यसले गर्दाखेरि के गर्यो, त्यहाँको इकोनोमिक चाहिँ र एडमिनिस्ट्रेटिभ पोलिसी ल सबै कुराहरूलाई के गरेछ, इम्प्याक्ट चाहिँ पारेको छ है। र त्यस्तै गरेर चाहिँ देयर इज अ कन्सिस्टेन्स अफ द्याट दे आर द डिफ्रेन्सिएटेड फ्रम द पिपुल अफ अदर एरियाज इन द सेम कन्ट्री होइन। त्यो हामीले भनिहाल्यौँ होइन। जस्तो कि अब त्यही हामीले हेरौँ न, जस्तो कि हिमालमा बस्ने मनाङ मुस्ताङको चाहिँ एउटा अति दुर्गम क्षेत्रको व्यक्तिको कुराहरू अथवा त्यहाँ पालिका अथवा त्यहाँको सरकारको कुरा र काठमाडौँमा बस्ने मेयरको कुरा एउटै हुन्छ त? अथवा हाम्रो सुविधा सम्पन्न पोखरा अथवा चाहिँ त्यहीँ बागलुङ म्याग्दी अथवा चाहिँ चितवनको सबैको चाहिँ मेयरहरू अथवा त्यहाँको चाहिँ जनताहरूको त्यहाँको आर्थिक विकासको प्रशासनिकको हिसाबले कम्पेयर गर्न हामी सक्दैनौँ होइन। फरक हुन्छ होइन, त फरक पनि पाउँछौँ हामी। र तर त्यहाँ त्यही हिसाबले त्यसलाई डेभलप गर्न सकियो भने फेरि सम्भावना नभएका चाहिँ होइन, सम्भावनाहरू छन्। किन मान्छेहरू त मनाङ मुस्ताङ भनेर त जोमसोम जाने मुस्ताङ जाने त्यो भनेर मान्छेहरू त टुरिस्टहरू त आइरहेछन् नि त होइन। त्यहाँ के मन्दिर पनि छ भन्दाखेरि, तर के भने त्यसलाई त्यो हिसाबले हामीले डेभलप गर्न पऱ्यो। त्यो डेभलप गर्न बाटो सरर हुनु पऱ्यो, त्यहाँ टेम्परेचर मेन्टेन गर्ने खालका घरहरू हुनु पऱ्यो होइन। अनि त्यहाँ हामी जाने यताका साधनहरूमा पनि त्यस्तो खालको टेम्परेचर मेन्टेन हुनु पऱ्यो होइन। अब सिसै नहुने चाहिँ गाडी कुदाइरहेको हुन्छ त्यतातिर, झ्यालमा सिसै हुँदैन, अनि त्यहाँ त झन् जाडो भएन, जाडोमा भन्न खोजेँ यस्तो खालको हुनु भएन, अलिक सिस्टमेटिक हुनु पऱ्यो, त गर्नु पऱ्यो, त्यो हो भने हुने हो। र द कन्सेप्ट अफ द नेबरहुड विच मेक्स द इन्हाबिटेन्ट्स of an area automatically aware of the interest which infringes upon them more directly that upon the others. Geo structure, opportunity and challenges र जियो म्याप। मैले यहीँ ठ्याक्कै एउटा कुरा के पनि भन्न मन लाग्यो भने त्यो ठाउँका मान्छेहरू अथवा जुन ठाउँमा हामीले विकास पनि गर्न सकिन्छ, सम्भव छ, खर्च बढी लाग्ने हो, त्यसलाई चाहिँ डेभलप गरेको खण्डमा त्यसले इन्कम पनि टुरिस्टहरूको आगमन हुनसक्छ र त्यसले चाहिँ हाम्रो इन्कम जेनेरेट गर्न सक्छ भनिरहँदा अर्को एउटा बाटो के पनि देखिएको छ भने हाम्रो माइग्रेसन अथवा चाहिँ जुन पिपुलहरू त्यहाँबाट चाहिँ माइग्रेट भएर के भन्छ यो सहरी एरियातिर आउन थाल्यो अथवा चाहिँ सबैको पोखरा काठमाडौँमा घर जग्गा सबै हुन थाल्यो भन्दाखेरि त्यसले गर्दाखेरि के भने उसलाई चाहिँ त्यो क्षेत्रलाई मात्रै एउटा पुर्खेली थलोको रूपमा चाहिँ रह्यो, तर त्यसलाई चाहिँ डेभलप गर्ने हिसाबले भन्दा पनि अहिले ऊ जहाँ सिफ्ट भएर आएको छ अथवा माइग्रेट भएर आएको छ अथवा बसाइ सरेर आएको छ त्यो कुरालाई नै उसले चाहिँ प्राथमिकता दिने भयो के। यसले गर्दाखेरि पनि कता कता हाम्रा यी यस्ता कुराहरूमा चाहिँ हाम्रो चाहिँ अलिकति फरक अथवा चाहिँ असर चाहिँ हामीलाई गरेको चाहिँ छ भनेर भन्न चाहिँ हामी सक्छौँ। र त्यस्तै गरेर चाहिँ अर्को के त भन्दाखेरि अब यो कानुनी हिसाबले लिगल डाइमेन्सन, जस्तो कि यसमा लोकल गभर्मेन्ट इज अ लिगल इन्स्टिट्युसन इन द सेन्स द्याट इट इज एस्टाब्लिस्ड बाई ल कम्पिटेन्ट इन द हायर अथोरिटी भनेर भन्छ होइन। हुन पनि हो, किनभने हाम्रो चाहिँ जुन नेपालमा सङ्घीयताको सुरुवात सँगसँगै 3 तहको सरकारको परिकल्पना गरिएको छ र त्यो 3 तहको सरकारमध्ये लोकल गभर्मेन्ट सबैभन्दा तलको अथवा जनतासँग प्रत्यक्ष रूपमा सरकार राख्ने सरकार हो होइन। र त्यस कारणले गर्दाखेरि त्यहाँ दिने सेवा प्रभावकारी हुनुपर्छ भन्ने कुरामा दुविधा छैन। विकास निर्माणको कुरामा पनि गाउँ तहदेखि नै हुनुपर्छ भन्ने कुरामा दुविधाका कुराहरू छैनन् होइन। त्यस कारणले गर्दाखेरि त्यहाँ चाहिँ नियम कानुनहरू बनाउँदाखेरि त्यहाँको परिवेश अनुसार त्यहाँको चाहिँ जनताको क्षमता अनुसार ती सबै कुराहरू चाहिँ हेर्नुपर्ने हुन्छ। जस्तो काठमाडौँ महानगरले लगाउने करको दर र तपाईँको चाहिँ एउटा दुर्गम ठाउँमा हुने एउटा चाहिँ मान्छेलाई लगाउने करको दर एउटै हुँदैन होइन, फरक फरक हुनुपर्छ र हुन्छ पनि होइन। दिस मेक्स द लोकल गभर्मेन्ट मिनिएचर बडी पोलिटिकल एन्ड कर्पोरेट बडी भनेर भन्छ होइन। अब यो त हामीले सानो हुने भयो, त्यसले गर्दाखेरि सबै कुरा म्यानेज गर्न सजिलो पनि हुन्छ होइन। युनिट जस्तो पनि भयो होइन। त्यो आफ्नो क्षेत्रलाई प्रत्यक्ष रूपमा चाहिँ निगरानी राख्न सक्ने, हेर्न सक्ने, समस्या बुझ्न सक्ने हिसाबले पनि यसलाई चाहिँ अनि त्यो क्षेत्रको चाहिँ वास्तविकता अवस्थालाई परिवर्तन गर्न सुधार गर्नका लागि कानुन बनाउनु पर्ने कुरामा, कानुन सुधार गर्नुपर्ने कुराहरूमा उनीहरूको चाहिँ बढी फोकस हुँदाखेरि रियालिटी बेसमा
अथवा इन प्र्याक्टिकल के चाहिँ असत छ भन्ने खालको कुरा प्रत्यक्ष उनीहरूको अनुभव र बुझाइको आधारमा कानुनहरूको निर्माण हुन सक्छ हैन। त्यो हिसाबले एउटा बेस कानुन एउटा बेस पनि हुन्छ यो हैन। एउटा कानुनबाट स्कुलको रूपमा पनि यसलाई लिन सकिन्छ हैन। इन इट्स फर्मर क्यापेसिटी इट इज द एजेन्ट अफ द स्टेट एन्ड इट इज द रिप्रेजेन्ट द पब्लिक इन्ट्रेस्ट भनेको सबै कुरा के हो त भन्दाखेरि जनताको चाहना, जनचाहना भनेर भन्छौँ नि हामी हैन। जनताको चाहना, जनताको इच्छा, जनइच्छा, जनआकाङ्क्षाको आधारमा चाहिँ के हुने भए त्यहाँका चाहिँ सबै कुराहरूलाई चाहिँ हामीले परिमार्जन गर्दै र उनीहरू अनुकूल हुने हिसाबले लैजानुपर्छ। इन द्याट क्यापेसिटी इट एक्सरसाइज अ पार्ट अफ द पावर अफ द स्टेट लिगली डेलिगेटेड टु इट द विदिन द स्पेसिफाइड जियोग्राफिकल बाउन्ड्रिज हैन। जियोग्राफिकल बाउन्ड्रिजभित्र हुन्छ र त्यस्तै गरेर हामीले अलिकति अरू कुराहरू पनि जोड्न सक्छौँ यसमा। त्यसमा चाहिँ जस्तो कि इन्भाइरोमेन्टल डाइमेन्सन हैन। जस्तो कि प्राकृतिक स्रोत व्यवस्थापनको कुरा हैन। हाम्रो आफ्नो पालिका एरियामा कस्ता खालका चाहिँ प्राकृतिक स्रोत साधनहरू छन् त, त्यसलाई हामीले कसरी उपयोग गर्न सक्छौँ, त्यसबाट हामीले कसरी चाहिँ रोजगारी सिर्जना गर्न सक्छौँ, कसरी हामीले त्यसबाट चाहिँ यो के भन्छ रेभेन्यू जेनेरेट गर्न सक्छौँ भन्ने कुरा पनि रहन्छ हैन। र त्यो सँगसँगै जलवायु परिवर्तन अनुकूलन एडप्टेसन अफ द चाहिँ क्लाइमेट चेन्जको कुराहरू आउँछ हैन। त्यस्तै गरेर चाहिँ सस्टेनेबल डेभलपमेन्टको कुरा त हामीले जहाँ पनि त्यसलाई छुन्छौँ नै। र त्यसमा इन्भाइरोमेन्ट जियोग्राफीको कुराहरूमा त बढी विशेष गरिकन यो चाहिँ सस्टेनेबलको कुराहरू आइ नै हाल्छ। जस्तो कुनै ठाउँमा चाहिँ हामीले फ्याक्ट्री खोल्न सक्दैनौँ भने त्यो ठाउँमा के हुनसक्छ त भन्दाखेरि जस्तो कि विद्युत उत्पादनको चाहिँ कुराहरू हुन सक्ला। कुनै ठाउँमा चाहिँ हामी राइस मिल राख्न सक्छौँ भने कुनै ठाउँमा चाहिँ विद्युत गृह राख्न सक्छौँला नि त। इन्कम जेनेरेट त त्यहाँ पनि त हुन्छ नि त हैन। भन्दाखेरि यसरी के छ भने फरक फरक ठाउँ अथवा भौगोलिक ऊ अनुसार चाहिँ त्यहाँको इन्भाइरोमेन्ट अनुसार पनि के हुन्छ त्यहाँको चाहिँ इन्कम जेनेरेटको कुराहरू अनि रोजगारी सिर्जनाका कुराहरूलाई पनि यसले चाहिँ फरक फरक प्रभाव पार्छ। त्यस कारणले उनीहरूका नीति तथा कार्यक्रमहरू पनि के हुन सक्छन् भन्दाखेरि त्यहाँको स्थानीय चाहिँ अवस्थाको आधारमा चाहिँ त्यसलाई निर्धारण गर्छ हैन। सबै ठाउँमा एउटै नीति तथा कार्यक्रम हुन सक्दैन हैन अथवा मिल्दैन। र अर्को कुरा चाहिँ मुख्य कुरा त के हो भने स्थानीय सरकार भनेर भन्ने बित्तिकै लोकल गभर्मेन्ट भनेर भन्ने बित्तिकै त्यहाँको चाहिँ जुन विभिन्न डाइमेन्सनको कुराहरू हामीले हेरिरहँदाखेरि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको नागरिक सहभागिता हो अथवा पार्टिसिपेटरी डाइमेन्सनको कुराहरूलाई हामी त्यसरी लिन सक्छौँ। अन्त यो सोसियल कुराहरू पनि केही कुराहरू आएको छ र यद्यपि सोसियल चाहिँ भन्दा पनि अब यो अलिकति फरक ढङ्गबाट हामीले यसलाई सहभागी चाहिँ आयौँ भनेर पनि एउटा राख्न सक्छौँ। र यसले एउटा चाहिँ पिपुलको पार्टिसिपेसनको कुरा एउटा गर्छ र पिपुलको पार्टिसिपेसन सँगसँगै हाम्रो सोसियल रेस्पोन्सिबिलिटी के हो त हैन। जस्तो कि मैले आफ्नो घरमा उत्पादन भएको फोहोरलाई बाटोमा लगेर फाल्ने हो कि हामी सबै मिलेर त्यो फोहोर व्यवस्थापन गर्नलाई एउटा चाहिँ व्यवस्था गर्ने हो, अथवा आफ्नो घरमा उत्पादन भएको फोहोरलाई आफैले घरमा मलहरू बनाउन सकिन्छ कि, अथवा कति चिजहरू चाहिँ हामीले खनेर चाहिँ पुरेर नष्ट गर्न सकिन्छ कि, रिसाइकल हुन सक्ने वा नसक्ने आदि इत्यादि विभिन्न खालका कुराहरू होलान्। ती कुराहरूलाई चाहिँ हामीले एउटा सामाजिक उत्तरदायित्वको हिसाबले पनि भन्न खोजे यस्ता खालका यो जस्ट एउटा इक्जाम्पल हो। यस्ता खालका कुराहरूलाई हामीले चाहिँ समेटेर गर्न सकिन्छ। जस्तो अघि मैले भने हामीले अधिकारको कुराहरू मात्रै गऱ्यौँ तर कर्तव्यको कुराहरू हामीले बिर्स्यौँ अथवा हामी चुक्यौँ। त्यो कुराले गर्दाखेरि पनि मान्छेमा एकहोरोपन र आफ्नो कुरा मात्रै ठिक अरूको कुरा बिठिक हैन। र मैले मात्रै सुविधा पाउनुपर्छ अर्कोले पाउनुहुन्न, मैले मात्रै प्रायोरिटी पाउनुपर्छ अर्कोले पाउनु हुँदैन भन्ने खालको चाहिँ एउटा कल्चर चाहिँ डेभलप हुँदै गएको छ। र यसमा मुख्य कुरा त के हो भने धैर्यता हुनुपर्छ। हामीमा धैर्यता हामीले चाहिँ बिर्सदै गयौँ अथवा धैर्यता भन्ने कुरै के हो भन्ने कुरै हामीलाई थाहा हुन छोडिसक्यो। हामीसँग लाइनमा बसेको बेलामा 10 मिनट 15 मिनट कुर्नुपर्छ भने त्यो हामीसँग धैर्यता छैन। यसको ज्वलन्त उदाहरण अझ यसको ज्वलन्त उदाहरण त मैले चाहिँ अब जस्तो कि यो अफिसमा कहीँ काम गर्दाखेरि लाइन छ भने हामी डिसमिस पार्ने एउटा धैर्यता कुराहरू रह्यो। त्यसले त बरु त्यति धेरै इफेक्ट नपार्ला। तर ट्राफिक बाटोमा हिँडेको बेलामा हेरौँ त हामीले बाटोमा हिँडेको बेलामा ट्राफिकले एउटा लेन अनुशासन त बनाएको छ नि। त्यहाँ लामो धर्को चाहिँ कन्टिन्युस धर्को छ भने त कन्टिन्युस धर्को क्रस गर्नै पाइँदैन। घुइँ के अरे गरेर त उता चाहिँ क्रस गरेर लिएर अगाडि लिएर त्यहाँ राख्छ अनि उता आउने गाडीहरू जम्मै त्यहाँ चाहिँ जाम बनाइन्छ झन्। अनि जाम बनाइन्छ कि अस्तव्यस्त बनाइन्छ भन्दाखेरि त्यो अरू सबै लाइनमा बसिरहेछन् भने म पनि एकछिन लाइनमा भन्नुपर्छ भन्ने धैर्यता हामीमा जबसम्म हुँदैन नि कुरा मात्रै ठुलो गर्न हुँदैन। अझ के हुन्छ जसले ओभरटेक गरेर लेन मेचेर लेन अनुशासनभन्दा बाहिर गएर अगाडि गइरहेछ अनि उही ठुलो कुरा गर्छ ट्राफिकले त्यसलाई तिमीले यसो गर्न हुँदैन भनेर भन्यो भने अझ उही ठुलो कुरा गरिरहेको हुन्छ। भन्दाखेरि यस्तो खालको मानसिकता हैन ले चाहिँ हामीले त कहिले पनि हामीले चाहिँ आफूलाई सभ्य नागरिक अथवा सभ्य समाजको सिर्जना गर्ने कुराहरूमा चाहिँ हामी सक्षम हुन सक्दैन। किनभने यसले कहीँ न कहीँ यसले विकृत रूपहरू देखाइरहन्छ होला। सोसियल स्ट्याटसको कुराहरू एउटा होला हैन। र त्यहाँ चाहिँ कुनै मान्छेमा के देखिन्छ दम्भ मान्छे देखिन्छ विभिन्न खालको मान्छेहरू चाहे मोटरसाइकल चलाउने होस् चाहे चाहिँ ट्याक्सी चलाउने होस् चाहे बस चलाउने होस् जसमा पनि के छ भने धैर्यता छैन। अब यस्तो खालको चाहिँ अनि उसले चाहिँ जस्तो कि त्यो म कुनै ठाउँमा म जाँदैछु भने त्यो ठाउँमा जानकै लागि अर्को मान्छे बसिरहेछ भने अनि उसलाई मिचेर म किन जानु पर्यो है? अनि उसलाई मिचेर जाँदैमा मैले आफूलाई गर्व गर्नुपर्ने
दुर्घटना किन बढिरहेछ? यही रिजन हो नि। ओभरटेक गर्दाखेरि नै अलमोस्ट दुर्घटनाहरू हुने र मान्छेको ज्यान समेत गइरहेछ। अनि के हाम्रो चाहिँ रेस्पोन्सिबिलिटी त्यही नै हो? थोरै धैर्यता गरिदिँदा के बिग्रिन्छ भन्दाखेरि कोही मान्छे त्यहाँ 2टा मान्छे थपेर 2टा मान्छे चढाउन पाएँ भने मेरो यति पैसा आउँछ भन्ने हिसाबले बसले के गर्छ त्यसरी नै कुदाउँछ। ट्याक्सीले त्यही गर्छ। अहिले अर्को पठाओ भने ठ्याक्कै त्यही छ। उहाँ रेट देखाउँछ 70 रुपियाँ, उसले माग्छ 200 रुपियाँ। खै धैर्यता? एकैचोटि कमाउनु परेछ सबैलाई। अनि कसरी हामी चाहिँ सभ्य चाहिँ समाजको निर्माण गर्न सक्छौँ? कसरी चाहिँ हामी इमानदार समाजको निर्माण गर्न सक्छौँ? हैन? भन्दाखेरि मैले अघि नै भनिसकेँ, हामी सबैमा अनुशासन, इमानदारिता, नैतिकता भयो भने मात्रै हुने हो। नत्र भने हुँदैन। कामचोर प्रवृत्ति त्यतिकै छ। ठग्ने, राज्यलाई ठगे भने चाहिँ आफै ठगिरहेछ। र अल्टिमेटली यसले चाहिँ त यो स्कुलिङै त्यस्तो हुँदै गएपछि हाम्रा बालबच्चाहरू हिजो हामी कति दुःख मेहनत गर्थ्यौँ भने अहिले आउने नयाँ जेनेरेसन हाम्रा बालबच्चाहरूले चाहिँ को इन्भाइरोमेन्ट त टोटली फरक छ नि। तर उनीहरूलाई हामीले कल्चर सिकाउने हो। मान्छेमा अनुशासित कुराहरू सिकाउने हो, इमानदारीका कुराहरू सिकाउने हो, हैन? अब चाहिँ के अरे बाटो ओभरटेक गरेर भने अगाडि जानुपर्छ अथवा चाहिँ त्यहाँ मान्छेलाई मिचेरै भए पनि जानुपर्छ, लाइन मिचेर भने आफूले सेवा पहिला लिनुपर्छ भन्ने खालका चाहिँ लेसन हामीले उनीहरूलाई चाहिँ प्रत्यक्ष अप्रत्यक्ष रूपमा सिकाइरहेछौँ भने त्यसले चाहिँ हाम्रो चाहिँ समाजको चाहिँ सभ्य समाजको परिकल्पना गर्दाखेरि त्यसले कहाँबाट कहाँ पुर्याउँछ त मान्छेलाई। जस्तै म यहाँ गइरहेको छु, अब पार्किङै गर्नु पर्यो भने मैले यो ठाउँमा पार्किङ गर्न म जब पार्किङ गर्न खोजिरहेको छु भने अनि अर्को मान्छेले पहाड ल्याएर फ्याट्ट हालिदिन्छ। त्यही हो सिभिलाइजेसन? हो, यही कुराले हामी पछि परिरहेका छौँ। जस्तो मैले हिजो पनि भने, हैन? जस्तो कि यस्तो कुराहरूमा चाहिँ हामीले पक्कै पनि हाम्रो माइन्डसेट, हाम्रो स्कुलिङ गलत छ भने पनि त्यसलाई हामीले सुधार गर्नुपर्छ। हामी सुध्रिनुपर्छ, हामीले सुधार गर्नुपर्छ। हैन? त्यो कुरा चाहिँ हेर्नुपर्छ। तर विडम्बना के छ भने जो मान्छे लाइनमा बस्न खोज्छ, जो मान्छे अनुशासित हुन खोज्छ, हैन? अनि त्यसलाई त के भने अर्कोले त ओभरटेक गरी मिची नै ऊ अगाडि गइरहने उसलाई त पछि नै पाइरहने भयो क्या। भन्दाखेरि उसले दुःख त पाइरहेछ, शास्ति पाइरहेछ। त्यस कारण उसलाई पनि रिस उठ्छ होला, नउठ्ने होइन होला, हैन? यद्यपि के हो भन्दाखेरि चाहिँ त्यो खालको चाहिँ परिवेशहरू चाहिँ हुनु भएन भन्ने खालको कुराहरू चाहिँ हुन्छ, हैन? अब त्यसले गर्दाखेरि के भने हाम्रो स्कुलिङदेखि लिएर सबै कुराहरूलाई के गर्यो त्यसले चाहिँ प्रभाव पार्दै गएर मान्छेमा त्यही खालको चाहिँ एउटा के भन्छ बानी बेहोरामा ऊ अभ्यस्त भइसक्यो क्या। हिजोको दिनमा ओभरटेक गर्ने 10 जना थिए भने आज 100 जना भइसक्यो, हैन? लेन अनुशासन मिच्ने अनि त्यसै गरेर चाहिँ अझ दादागिरी देखाउने यस्तो खालको प्रचलन चाहिँ के भने बढ्दै गइराख्यो, हैन? त्यस्तो खालको कुराले चाहिँ हामीलाई कहीँ अगाडि बढाउँदैन। अथवा भोलि चाहिँ त्यसले हामीलाई नै ह्याम्पर गर्ने कुरा हो भन्ने कुरामा चाहिँ हामीले विशेष गरेर ध्यान चाहिँ दिनुपर्छ। र त्यसै गरेर चाहिँ सहकार्य, अर्को को प्रोडक्सन अफ सर्भिसका कुराहरू, सहकार्य कुराहरू भए। अब यसमा चाहिँ खास गरी पनि हामीले भन्यौँ पार्टिसिपेटरी प्लानिङको कुराहरू हुन्छ, अब चाहिँ सिटिजन फिडब्याकका कुराहरू हुन्छन्, हैन? त्यस कारणले यी कुराहरूमा हामीले चाहिँ यो सहभागी आयामलाई चाहिँ जोड दिन सकिन्छ। त्यस्तै गरेर चाहिँ अर्को के त भनेर भन्दा प्रविधिगत आयाम भनेर भन्छ। यो टेक्नोलोजीको कुराहरू गरिरहेछ र टेक्नोलोजी भनेर भन्ने बित्तिकै हामीले अहिले जुन अनलाइनका कुराहरू गरिरहेका हुन्छौँ, अब अथवा चाहिँ हामीले चाहिँ के अरे सेवा सुविधाका कुराहरूमा चाहिँ सहजताको कुराहरू गरिरहेका छौँ, हैन? के अरे यो के भन्छ सेवा प्रवाहलाई चाहिँ सरल, सहज, प्रभावकारी भनेर भनिरहेका छौँ, हैन? पक्कै पनि के हो भने टेक्नोलोजीको कुराले गर्दाखेरि एउटा सहजताका कुराहरू एकातिर छन् भने अर्को कुरा त्यसले गभर्नेन्सको पाटोमा पनि त्यसले पक्कै पनि त्यसले भूमिका चाहिँ निर्वाह गरेको छ, हैन? जस्तै अहिले हामी डिजिटल गभर्नेन्स, ई गभर्नेन्सका कुराहरू पनि गरिरहेका छौँ, हैन? र यो कुरा चाहिँ के भन्दाखेरि त्यही टेक्नोलोजिकल कुराहरूले अथवा डिजिटल डाइमेन्सनले त्यो कुराहरूलाई चाहिँ भ्यालुएट गरिरहेको छ। फर इक्जाम्पल एउटा दिन सक्छौँ, कुनै एउटा कर्मचारी बिहान 11 बजे, 12 बजे, 1 बजे आएर पनि हाजिर गर्न सक्छ। यदि हाम्रो चाहिँ यो हाजिरी सिस्टम अथवा चाहिँ म्यानुअल सिस्टम हुँदाखेरि के हुन्थ्यो, हाजिर कापी त जतिखेर आएर गरे नै भयो, हैन? अब कोही ठाउँमा त अझ भोलिपल्ट पर्सिपल्ट आएर पनि एकैचोटि अथवा कतिपय ठाउँमा त एकैचोटि 1 महिनाको हाजिर गर्ने भन्ने पनि मैले सुने, हैन? भन्दाखेरि त्यस्तो खालको प्रवृत्ति, कामचोर प्रवृत्ति, ठग प्रवृत्तिलाई एउटा ई गभर्नेन्सको हिसाबले चाहिँ हामीले हेऱ्यौँ भने उसलाई डिजिटल सिग्नेचर थम्ब सिस्टम राखिदिने बित्तिकै के भयो त भनेर भन्दाखेरि अब चाहिँ त्यहाँ कन्ट्रोल गर्यो, हैन? डिजिटल हामीले बनाएको मेसिनले नै हामीलाई कन्ट्रोल गर्नु पर्यो क्या। हामी आफू अनुशासित हुन त सकेनौँ, ढिलो गरेर पनि हाजिर गर्न थाल्यौँ भनेपछि हामीले बनाएको मेसिनले हामीलाई के गर्ने भयो त भन्दाखेरि तिमी 10 बजे आयो भने 10 बजे भनेर देखाउने भयो, चाहिँ 2 बजे आयो भने 2 बजे देखाउने भन्दा त त्यहाँ त टाइम क्याल्कुलेसनदेखि सबै आउने भयो। अब त्यो त कस्तो पनि गर्न मिल्छ भने 10 बजेपछि मेसिन अफ, हाजिर गर्नै पाउँदैन। बेलुका 5-9 बजे मेसिनै खुल्दैन अनि त्यसो गरेर चाहिँ 5 बजेपछि मात्रै मेसिन खुल्छ अनि हाजिर गर्न पाउँछ। यस्तो खालको पनि गर्न मिल्यो भन्दाखेरि त्यसले हामीलाई एकातिर चाहिँ कन्ट्रोल गरिरहेछ। अब गर्दा गर्दै अहिले फेरि के भयो पछिल्लो चरणमा चाहिँ अब रामेको ठाउँमा अब यसरी आइसकेपछि के भयो, चोर मान्छेले चोर बुद्धि त सुरु गर्यो। चोर बुद्धि कसरी सुरु गर्यो भने त्यहाँ उस्तै मान्छे जसले सेटिङ गर्छ, यो अलिकति अधिकार भएकै मान्छेले हो क्या फेरि यस्तो बिगार्ने चाहिँ। अनि उसले के गर्ने भयो भने त्यो एउटा औँला चाहिँ रामेकोमा रजिस्टर गरो, अर्को औँला चाहिँ श्यामेकोमा रजिस्टर गरो अरे के, हैन? यो कता एउटा यस्तो केस पनि आयो भने मैले सुनेको थिएँ। अब यो रियल हो कि अथवा चाहिँ मान्छेले त्यतिकै यो उडाउनलाई भनेको चाहिँ थाहा छैन, हैन? तर चाहिँ सम्भावना चाहिँ छ। के अरे अर्कोको राख्दियो अर्को मान्छे आएकै छैन, मान्छे छँदै छैन, तर उसको पनि हाजिर चाहिँ भइरहेछ भनेपछि शङ्का लागिसकेपछि अनि पछि त्यहाँको चाहिँ यो के अरे उसले चाहिँ सोध्यो, हैन? मान्छे खोज तलास गर्यो अथवा मिटिङ भन्यो अनि खोज तलास गरेर मान्छे त त्यहाँ छँदै छैन, मान्छे त आउट अफ डिस्ट्रिक्ट छ के भन्दाखेरि यस्तो खालको चाहिँ बेमानी भइसकेपछि अब अहिले के भयो भन्दाखेरि आइरिस, हैन? त्यो चाहिँ उता रजिस्टर गर्न मिल्यो। अब आइरिस त चाहिँ एउटाको अर्कोसँग नमिल्ने के पनि हुन्छ क्यारे, हैन? अथवा चाहिँ फेस टु फेस नै हुने कुराहरू हुन्छ होला। अनि त्यो भइसकेपछि आइरिसबाट कन्ट्रोल गर्ने गरेपछि चाहिँ अलिकति चाहिँ यसलाई कन्ट्रोल भयो भनेर पनि मैले कतै यो चाहिँ छलफलको क्रममा सुनेको थिएँ।
भन्दाखेरि मान्छेमा हरेक मान्छेमा अघि पनि मैले भने त्यो रजिस्टर गरिदिनेले पनि दाहिने औँलो रामेको देब्रे हातको औँलो चाहिँ स्यामेको नगरिदिएको भए त्यो मान्छे आएको भए आएकै हाजिरै हुन्थ्यो, नआउने बित्तिकै त गल्ने हुन्थ्यो नि त। तर त्यहाँनिर खै त इमान्दारिता, खै त नैतिकता, खै त अनुशासन, त्यही हो नि कुरा त होइन। त्यस कारणले गर्दाखेरि यी सबै कुरालाई जे जति छ यसले प्रविधिले पनि हामीलाई केही सुधार त गर्छ, नगर्ने होइन। तर पनि त्यहाँ पनि के छ भने मान्छेले चाहिँ अलिअलि तर कम्पेरेटिभली कम चाहिँ हुनसक्छ। हिजो सबै मान्छे 11 बजी आएर हाजिर गर्थ्यो, अथवा नआएको दिन पनि हाजिर गर्न सक्थ्यो भने अहिले अहिले चाहिँ त्यो कुराहरूलाई चाहिँ त्यति सहज चाहिँ हुँदैन होइन। भन्दाखेरि यसरी चाहिँ यो प्रविधिले पनि हामीलाई चेन्ज गरेको छ र यसले चाहिँ एउटा त ई गभर्नेन्सको कुराहरूमा यस्तै कुराहरू भयो, डिजिटल गभर्नेन्सको कुराहरूमा भयो र सँगसँगै अर्को चाहिँ यो सर्भिस डेलिभरी। अर्को कुरा अहिले चाहिँ महत्त्वपूर्ण अर्को पाटो भनेको सर्भिस डेलिभरीलाई चाहिँ यसले धेरै सहज बनाएको छ। जस्तो हिजोको दिनमा हेरौँ न त, हामी सबैले हेरौँ त। अब पछि नयाँ आउन त त्यति अब कतिको याद छ भर्खर भएको कुराहरूलाई। हामीले आजभन्दा करिब 10 वर्ष अगाडि, वास्तवमै भन्ने हो भने कोभिडभन्दा अगाडि अथवा खास गरेर नेपालमा यो ई सेवाहरू बढी चल्नुभन्दा अगाडि 15 वर्ष अगाडिको अवस्थालाई हेऱ्यौँ भने बिजुलीको लाइन, टेलिफोनको पैसा तिर्न जानु पर्यो, टेलिफोन अफिसमा लाइन, बिजुली अफिस तिर्न बिजुली अफिसमा लाइन, खानेपानीको लाइन कस्तो हुन्थ्यो होइन। अहिले हेर्न गयो भने त्यो बिजुली खानेपानीमा त त्यो टेलिफोनमा त मान्छे त लाइनै हुँदैन, अन्त मान्छे हुँदैन क्या, सेवाग्राही नै हुँदैन। त्यहाँ पहिला काउन्टरमा 10 जना मान्छे काउन्टरमा राख्नु पर्थ्यो, अहिले त काउन्टरमा 1 2 जना मात्रै राखे पुग्छ होइन। कसैको के समस्या यता आयो भने मिलाउन गर्नु पर्ने, त्यस्तै कुराहरूको लागि मात्रै। भन्दाखेरि थोरै मान्छे भएन हुने भयो। हामी अब अर्को कुरा ब्याङ्कमा ओहो पैसा निकाल्ने भनेर हामी ब्याङ्कमा गएर लाम लागेर बस्नु पर्थ्यो, घन्टौँ कुर्नु पर्थ्यो। खै अब अहिले पर्दैन, किनभने हामीले चाहिँ त्यहाँ त रकम ट्रान्सफर गर्न पर्यो, डिजिटली नै छ होइन। जस्तो कनेक्ट आइपिएस भयो होइन, त्यस्तै गरेर चाहिँ अब मोबाइल ब्याङ्किङ भयो। यस्ता कुराले के गर्यो भन्दाखेरि चाहिँ तपाईँलाई हामीलाई चाहिँ इजी बनायो। कहीँ केही किन्न जानु पर्यो, पैसा झिक्न पर्यो पहिला ब्याङ्कमा गएर, अनि त्यहाँ चाहिँ पैसा लिएर आउनु पर्यो, अनि पसल जानु पर्यो। अब त्यो पनि परेन, डाइरेक्ट पसल गयो त्यहीँबाट पेमेन्ट गरिदियो, अनलाइन पेमेन्ट गरिदियो। भन्दाखेरि हामीलाई के गर्यो भने समयको बचत पनि गर्यो होइन, सहज पनि बनायो, रिस्क पनि कम भयो। पैसा लिएर हात खस्न सक्छ, पकेट मार हुनसक्छ, त्यो रिस्क पनि कम भयो। भन्दाखेरि यसरी चाहिँ के छ भने त्यो डिजिटल कुराहरूले हामीलाई सहज बनाएको छ। त्यस्तै गरेर चाहिँ अब स्थानीय सरकारको हामीले ठ्याक्कै लिङ्क गर्नु पर्दाखेरि स्थानीय सरकारले दिने जुन सेवाहरू छन् ती सेवाहरूलाई पनि अब डिजिटल, जस्तै हिजोको दिनमा एउटा चाहिँ अब यो नेपाल प्रहरीले दिने जुन के यो पुलिस क्लियरेन्स के भन्छ नि होइन, चारित्रिक प्रमाणपत्र, त्यो लिनलाई मान्छे त्यहाँ लाम लाएर उत्पाद हुन्थ्यो। अब अहिले के छ, अनलाइन भर्छ, भेरिफिकेसन हुन्छ, त्यहाँ आफ्नो चाहिँ जहाँ छ मान्छे त्यही नै के छ भने सर्टिफिकेट त उसको इमेलमै अथवा त्यहाँ अनलाइन गरेपछि त्यहाँबाट प्रिन्ट गर्न मिल्यो टुप्लुक्क। भन्दाखेरि सहजता ल्याएको छ। त्यस्तै गरेर अब अहिले हामीले पालिकाहरूको हकमा पनि जस्तो कि कति कुराहरूलाई हामी गर्न सक्छौँ। जस्तो कि मालपोत तिर्ने भनेर भन्यो, अथवा सम्पत्ति कर तिर्न भनेर हामी के गर्छौँ, अहिले पालिकै जानुपर्छ। अब त्यसलाई चाहिँ के गरिदिन सक्छ भने यही अनलाइन पद्धतिबाटै तिर्न सक्ने बनाइदिन सकिन्छ होइन। अब त्यस्तै गरेर चाहिँ यो के भन्छ अरू सेवाको लागि पनि निवेदन चाहिँ हामीले निवेदन दिनुपर्ने कुराहरू त्यही अनलाइनबाटै दिने, अनि उनीहरूले त्यो भेरिफाई गरेर हेरेर अनि सम्बन्धित ठाउँहरूमा उनीहरूले पठाइदिने, फरवर्ड गरिदिने खालको एउटा त्यो प्र्याक्टिस गर्न सकिन्छ होइन। यस्तो खालको क्रियाकलापहरू हामीले गऱ्यौँ भने अझ चाहिँ यसले चाहिँ हामीलाई चाहिँ सहज सरल बनाउन सक्छ भन्ने खालको कुरा पनि हुन्छ। र अर्को कुरा, जब यो डाटामा अथवा सिस्टममा भइसकेपछि, जस्तो आज कति जनाले कारोबार गरे होइन, अथवा कति एमाउन्टको कारोबार गरे भन्ने सबै कुराहरू पनि कम्प्युटर बेस्ड डेटा भइसकेपछि हामीलाई चाहिँ यो पोलिसी मेकरलाई अब उसलाई चाहिँ के हुनसक्छ भने अब त्यो धेरै मान्छेले युज गर्न थालेपछि त्यहाँ सिस्टम स्लो हुनसक्छ भन्ने भयो भने एक दिनमा कतिजनाले ट्रान्जेक्सन गरे त भन्दा यतिजनाले ट्रान्जेक्सन गरे भनेपछि हाम्रो सर्भरको क्यापेसिटी बढाउनु पर्ने हो कि स्पिड बढाउनु पर्ने हो कि, अथवा इन्टरनेटको चाहिँ स्पिड अथवा त्यसको के भन्छ त्यो ब्यान्डविड्थ होला के होला होइन, त्यस्तो कुरालाई हामीले चाहिँ प्लानिङ गर्न नै पाइयो नि। भन्दाखेरि यो डेटा ड्रिभन डिसिसन मेकिङको कुरालाई पनि के गर्न सक्छ भने यसले चाहिँ रोल प्ले गर्न सक्छ होइन। यसरी चाहिँ यो डिजिटल सर्भिस डेलिभरीले पनि स्थानीय तहमा पनि आउन सक्यो भने राम्रो हुन्छ। यद्यपि अहिले पनि यो लाइसेन्स निकाल्ने कुराहरूलाई पनि अहिले नवीकरण गर्न पनि मारामार भिडाउने जुन प्रचलन छ यसलाई पनि हामीले अनलाइनबाटै पुरानो लाइसेन्स आएर मान्छे छँदैछ, त्यही कुरालाई हामीले अनलाइनबाटै चाहिँ एप्लाई गरिदियो भने अनलाइनबाटै उसले चाहिँ त्यहाँबाट अहिले पुरा काज पाउने होइन, केही होइन बेकारमा होइन। भन्दाखेरि अनलाइनबाटै चाहिँ त्यहाँ गरिदियो भने मान्छे त्यहाँ जान नपर्ने, अथवा फेसलेस पेपरलेसको कुराहरू होइन हामीले गर्न सकियो भने पक्कै पनि यो सहज हुन्छ भन्ने चाहिँ मलाई लाग्छ। र यसमा जस्तै अनलाइन ट्याक्स सिस्टमको कुराहरू हो, डिजिटल ग्रिभेन्स, अब अर्को चाहिँ कसैले उजुरी गर्नु पर्यो होइन, अथवा चाहिँ गुनासो गर्नु पर्यो भने पनि हामी चाहिँ अनलाइनबाटै गर्न सक्ने खालको व्यवस्था हुने र त्यसैबाट चाहिँ उसले कार्यान्वयन गर्ने भन्ने खालको व्यवस्थाहरू चाहिँ गर्न सकियो भने पक्कै पनि लोकल गभर्मेन्ट चाहिँ ले चाहिँ आफ्नो एउटा गभर्नेन्सको हिसाबले चाहिँ अथवा सेल्फ गभर्नेन्सको हिसाबले पनि उसले चाहिँ आफ्नो भूमिका चाहिँ राम्रो बनाउन सक्छ भन्ने चाहिँ लाग्छ। र यही सिलसिलामा चाहिँ जस्तो कि मैले अघि पनि भने अहिलेको चाहिँ जुन नयाँ सरकारले पनि यो चाहिँ जुन प्रविधिगत कुराहरूलाई र यो डिजिटल गभर्नेन्सको कुराहरूको लागि अथवा चाहिँ यो के भन्छ सर्भिस डेलिभरी, डिजिटल सर्भिस डेलिभरीको लागि चाहिँ अलिकति बढी फोकस गरेको देखिन्छ। त्यो एउटा बुदामा पनि होइन, हिजो बेलुका चाहिँ सार्वजनिक भएको छ, त्यो हेर्न पनि सकिन्छ होइन। यस्तो खालको कुराहरू पनि हामीले हेऱ्यौँ भने कहिले काहीँ लिङ्क गर्ने अथवा इक्जाममा पनि लिङ्क गरेर लेख्न सक्ने कुराहरू पनि हुन्छ। हामीले लोकसेवा तयारीको लागि पनि यस्ता कुराहरू हामीलाई काम लाग्छन् होइन, भने हाम्रो एकाडेमिकमा त छँदैछ। र त्योभन्दा अलावा पनि मैले अस्ति पनि एउटा चाहिँ साथीहरूलाई दिएको थिएँ, कतिजनाले चाहिँ त्यसमा जोइन गर्नुभयो, कतिजनाले गर्नु भएन त्यो त थाहा हुन सकेन होइन। यसरी चाहिँ हामीले चाहिँ यो गर्न सकिन्छ। र आज हामी जम्मा 130 जना मात्रै भएको छौँ। म पहिला हाजिर लिइहालेँ आजको। ल सबैलाई चाहिँ धन्यवाद है त। ल आजलाई यति नै गरौँ। लोकल सेल्फ गभर्नेन्सको बारेमा अस्ति हामीले आइतबार अलिअलि छलफल गऱ्यौँ। अब सबै साथीहरू अस्ति हुनुहुन्थ्यो कि हुनुहुन्थेन, र प्रेजेन्सको हिसाबले त अहिले पनि यहाँ साथीहरू कमै हुनुहुन्छ, किनभने जुन
क्लासमा चाहिँ धेरै साथीहरू हुनुहुन्छ भनेर भन्ने जानकारी पाएको छु मैले, तर यहाँ अहिले पनि 100+ मात्रै भएको छ हैन। धेरै साथीहरू जोइन हुनु भएको छैन। उहाँहरूलाई थाहा भएन कि अथवा के भयो होला अथवा कतै अलमल पऱ्यो कि। र अब इभोल्युसन अफ द लोकल गभर्नमेन्ट एन्ड चेन्ज इन पर्सपेक्टिभ्सको हिसाबले चाहिँ हामीले हेर्नु पर्दाखेरि यसलाई हामीले दुई किसिमले चाहिँ हामीले यसलाई हेर्न सकिन्छ हैन। एउटा चाहिँ ट्रेडिसनल पर्सपेक्टिभ, अर्को चाहिँ मोडर्न डेमोक्रेटिक पर्सपेक्टिभबाट हेर्न सकिन्छ। र ट्रेडिसनल पर्सपेक्टिभबाट हेर्दाखेरि अब जस्तो इनिसियली चाहिँ के त भन्दाखेरि लोकल गभर्नमेन्ट्स फङ्सन द प्रिमाइरली एज अ एडमिनिस्ट्रेटिभ एजेन्ट्स अफ द सेन्ट्रल अथोरिटी फोकस्ड अन ल इन्फोर्समेन्ट एन्ड रेभेन्यू कलेक्सन भन्दाखेरि हामीले अस्ति छलफल गरिसकेका थियौँ। जस्तो कि हाम्रो केन्द्रीय सरकार अथवा सङ्घीय सरकारको रूपमा मात्रै रहँदाखेरि अथवा हामीले 3 तहको सरकारको परिकल्पना गर्नुभन्दा अगाडिको अवस्थामा चाहिँ के थियो त भन्दाखेरि माथि सेन्ट्रल्ली चाहिँ एउटा गभर्नमेन्ट हुन्थ्यो। त्यो गभर्नमेन्टका क्रियाकलापहरू र चाहिँ अब हामीले पालना गर्नुपर्ने कानुन हैन, कानुन न्याय आदि इत्यादि सबै कुराहरू जति पनि छन् ती सबै कुराहरूको सम्पादनका लागि अथवा नागरिकलाई सेवा सुविधा प्रदान गर्नका लागि के हुन्थ्यो, त्यो सेन्ट्रल गभर्नमेन्टको एउटा एजेन्टको रूपमा अथवा एउटा एजेन्सीको रूपमा के हुन्थ्यो चाहिँ लोकल लेभलमा के हुन्थ्यो स्थानीय निकाय भनेर भने नि मैले हैन। स्थानीय निकायहरू रहन्थे, उनीहरूले त्यो ढङ्गबाट चाहिँ काम गर्थे हैन। भन्दाखेरि उनीहरू आफैले कानुन बनाउन पाउँदैनथे, राजपत्र प्रकाशन गर्न पाउँदैनथे, करहरू चाहिँ दरहरू निर्धारण गर्ने, कर लिनेहरू कामहरू गर्न पाउँदैनथे। खालि के नि सेन्ट्रल गभर्नमेन्टले तोकेका चाहिँ काम र उसले अधिकार प्रत्यायोजन गरेका, जस्तो विकेन्द्रीकरणको कुरा पनि हामीले गऱ्यौँ अस्ति हैन। भन्दाखेरि उसले चाहिँ विकेन्द्रीकरण गरेर अधिकार प्रत्यायोजन गरेका कुराहरूमा मात्रै के त सीमित रहेर उसले चाहिँ आफ्नो क्रियाकलापहरू उसले गर्नुपर्ने हुन्थ्यो। तर अब मोडर्न डेमोक्रेटिक पर्सपेक्टिभमा जाने बित्तिकै के हो त भन्दाखेरि अब यो डेमोक्रेटाइजेसन, डिसेन्ट्रलाइजेसन, लोकल गभर्नमेन्ट्स आर नाउ सिन एज अ अटोनोमस इन्स्टिट्युसन्स रेस्पोन्सिबल फर पार्टिसिपेटरी गभर्नेन्स, इन्क्लुसिभ डेभलपमेन्ट एन्ड लोकल लेभल प्लानिङ भन्दाखेरि अब हामी संहितासँगै 3 तहको सरकारको परिकल्पना गरियो र 3 तहको सरकारको परिकल्पना गरिसकेपछि के भने सेन्ट्रल लेभलमा एउटा सेन्ट्रल गभर्नमेन्ट हुने भयो र हाम्रा चाहिँ 7वटा प्रोभिन्स वाइज चाहिँ प्रदेश सरकार हैन प्रोभिन्स गभर्नमेन्टहरू रहने भए र त्यसपछि प्रत्येक स्थानीय चाहिँ जुन तह छ त्यो स्थानीय तहमा चाहिँ के त भन्दाखेरि हाम्रो चाहिँ लोकल चाहिँ गभर्नमेन्ट चाहिँ त्यहाँ रहने भए र ती लोकल गभर्नमेन्टहरू के भए त भन्दाखेरि आफै जिम्मेवार पनि हुने भए, आफै कानुन बनाउने भए हैन। जस्तै कानुन बनाउन पायो, उसले चाहिँ न्याय सम्पादन गर्न पायो, कर उठाउन पायो र चाहिँ आफ्नो चाहिँ एरियाको डेभलपमेन्टका लागि उसले आफैले योजनाहरू बनाउन पायो र त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी, उत्तरदायित्व हैन, जिम्मेवारी सबै कुराहरू के भयो त भन्दाखेरि जवाफदेहिता सबै कुराहरू के भन्छ त्यहाँ चाहिँ रह्यो। र यसले गर्दाखेरि के हुने भयो त भन्दाखेरि तुलनात्मक रूपमा हिजोका दिनहरूमा भन्दा आजका दिनहरूमा होला अब त्यसमा पनि केही विसङ्गति विकृतिहरू त छन्, नभएका होइनन्। यद्यपि के त भन्दाखेरि उसले चाहिँ दिने सेवा सुविधाहरूको क्रममा चाहिँ सहजता प्रदान गरेको छ। अथवा हाम्रो चाहिँ सरकार हिजो हामीले सरकारलाई हामीले भेट्न पर्यो अथवा सरकारसँग हाम्रो कुरा राख्नु पर्यो भने हिजो काठमाडौँ सिंहदरबार धानुपर्ने जुन थियो भने आज त्यो सिंहदरबार के भयो, हाम्रो प्रत्येक स्थानीय सरकारसँग चाहिँ भन्दाखेरि हाम्रो नागरिकको चाहिँ आँगन घर दैलो अथवा आँगन चाहिँ अथवा चाहिँ टोलमै चाहिँ के छ भने सरकार छ भन्ने खालको अनुभूति चाहिँ हामीले पाउनुपर्छ हैन। अब त्यो दिन सकेको वा नसकेको त त्यहीँको जनप्रतिनिधि त्यहीँको सरकारको जिम्मेवारी र जवाबदेहिताको कुरा रह्यो, तर त्यो पाउनुपर्छ भन्ने मान्यता चाहिँ हो हैन। र चाहिँ अब जस्तै नेपालको सन्दर्भमा द ट्रान्जिसन फ्रम अ युनिटरी टु अ फेडरल सिस्टम हैन, जस्तै हाम्रो 2015मा आएको चाहिँ संविधान अनुसार द मार्क अ मेजर शिफ्ट ग्रान्टिङ द लोकल गभर्नमेन्ट्स कन्स्टिट्युसनल स्ट्याटस एन्ड लेजिस्लेटिभ एक्जिक्युटिभ्स एन्ड जुडिसियल पावर्स विदिन देयर जुरिडिक्सन हैन। भन्दाखेरि आफ्नो चाहिँ क्षेत्राधिकारभित्र रहेर चाहिँ उसले गर्न पाउने कुराहरूमा गर्न पाउने भयो। अब के त भन्दाखेरि हाम्रो चाहिँ सन्दर्भमा हेर्दाखेरि गभर्नमेन्टको चाहिँ प्रकृति अथवा विशेषता के हो त भनेर भन्दाखेरि गभर्नमेन्ट इज इलेक्टेड। तर अब हामीले ठ्याक्कै अहिले हेऱ्यौँ भने अहिले भर्खरैको घटना हेऱ्यौँ भने के भयो त भन्दाखेरि यो ठ्याक्कै अहिले भइरहेको आउटगोइङ जुन गभर्नमेन्ट छ इलेक्टेड हो त त्यो होइन। त्यो त के हो भने विशेष परिस्थितिमा चाहिँ यो सङ्क्रमणकालीन अवस्थालाई व्यवस्थित गर्ने र इलेक्टेड गभर्नमेन्ट फर्मेसनको लागि अथवा इलेक्टेड गभर्नमेन्टको चाँजोबाँजो मिलाउनका लागि के गरियो भने त्यतिखेर तत्कालीन केही चाहिँ संविधानको केही धाराहरू टिकेर यो चाहिँ अस्थायी प्रकृतिको र चुनाव गराउने प्रयोजनको लागि चाहिँ सरकार गठन भयो। यो अहिले भएको सरकार चाहिँ फेरि तर नर्मल्ली के हो त भन्दाखेरि यो त विशेष परिस्थितिको कुरा फरक कुरा रह्यो। अदरवाइज चाहिँ हाम्रो नर्मल्ली के हुन्छ गभर्नमेन्ट इज इलेक्टेड हुन्छ, किन जनप्रतिनिधिहरू नै के हुन्छ सरकार चाहिँ जनप्रतिनिधिहरूले नै सरकार बनाउँछन् र तिनीहरूले के गर्छन् सरकार सञ्चालन गर्छन् र जनताले नै आफूमाथि शासन गर्नका लागि उनीहरूलाई प्रतिनिधि चयन गरेर पठाउँछन् र ती पठाइएका प्रतिनिधिहरूले हामी जनतालाई नै के गर्छन् शासन गर्छन्। र त्यो गभर्नमेन्ट इज द पावरफुल मेकानिजम अफ द स्टेट हैन। भन्दा राज्यको के हो त भन्दाखेरि सरकार भनेको एकदम शक्तिशाली चाहिँ ऊ चाहिँ मेकानिजम हो त्यो हैन। जस्तै अहिले हरेक कुरा के छ सरकारले गर्न पर्यो, सरकारले गरेन, सरकारले गर्छ, हाम्रो सरकारले गर्छ हैन, अर्को सरकारले गरेन आदि इत्यादि विभिन्न खालका कुराहरू छन् नि। भन्दाखेरि राज्यको ओभरअल फङ्सनिङ हैन अथवा एक्टिभिटिजहरूलाई व्यवस्थित गर्नका लागि कानुन बनाउने कुरा,
कानुनको चाहिँ पार्लियामेन्टमा कानुनको प्रस्ताव लैजाने कुरा, हैन, त्यो कानुनको चाहिँ कार्यान्वयन गर्ने कुरा, यी सबै कुराहरूमा र कतिपय डिसिजनहरू गर्ने कुराहरू जस्तो मन्त्री परिषदको निर्णय अनुसार भनेर भनिरहेको हुन्छ नि त, हैन, भन्दाखेरि ती सबै कुराहरू चाहिँ लाई सिस्टमेटिक बनाउने कामको लागि के छ भने एउटा मेकानिजम हुन्छ। त्यो मेकानिजम के हो त भन्दाखेरि एकदम पावरफुल हुन्छ, हैन, भन्दाखेरि उसले गरेका निर्णयहरू के हुन्छन्, कानुन सरह के हुन्छन्, ती चाहिँ लागू हुन्छन्। र अदर एजेन्सीज आर द कन्ट्रोल एन्ड म्यानिपुलेटेड बाई गभर्मेन्ट, हैन, र गभर्मेन्ट इन्जोयज द सुप्रिम अथोरिटी अफ द स्टेट, हैन, द गभर्मेन्ट हैज अ 3 फर्म्स, एक्जिक्युटिभ, लेजिस्लेटिभ एन्ड द जुडिसियल भने हामीले त्यो चाहिँ के हुन्छ, कार्यकारिणी अधिकारको कुराहरू रहने भयो, व्यवस्थापकीय अधिकारको कुराहरू रहने भयो र न्यायपालिका, हैन, यसरी चाहिँ के हुन्छ, 3 किसिमको चाहिँ हाम्रो फर्महरू चाहिँ रहेको हुन्छ। र गभर्मेन्ट प्रोटेक्ट्स द नेसनालिटी एन्ड सभरेनिटी, जस्तो यो चाहिँ सम्प्रुभ हामी चाहिँ जनता चाहिँ यो के छ, सम्प्रुभ चाहिँ सक्षम चाहिँ सत्ता सम्पन्न भनेर भने हुन्छ, अथवा उता चाहिँ राष्ट्रियताको कुराहरू हुन्छ, हैन, यी सबै कुराहरूलाई पनि के छ भन्दा सरकारले संरक्षण गर्ने हो भनेर भन्छ। र गभर्मेन्ट हैज द ग्यारेन्टेड टु डेलिभर द पब्लिक सर्भिस, हैन, र उसले चाहिँ नागरिकहरूको लागि चाहिने आवश्यक पर्ने सेवा सुविधाहरू चाहिँ उसले चाहिँ डेलिभर गर्ने कुराहरूमा उसको महत्त्वपूर्ण भूमिका रहन्छ। जस्तो अहिले आइरहेछ नि त चर्चाहरू, विभिन्न खालका दलका चाहिँ यो घोषणापत्रहरू मा पनि स्वास्थ्य, शिक्षा यस्ता कुराहरू निःशुल्क गर्ने हाम्रो सरकारले गर्छ आदि इत्यादि विभिन्न खालका कुराहरू पनि आइरहेछन्, हैन। त्यो भोलि अब समय परिस्थिति अनुसार हुने नहुने भन्ने कुराहरू त फेरि जनताले फेरि मूल्याङ्कन गर्छ, हैन। र यो गभर्मेन्ट अफ द 21st सेन्चुरी भनिसकेपछि यो गभर्मेन्ट कस्तो हुनुपर्छ त भन्दाखेरि स्मार्ट हुनुपर्छ भनेर। अब कस्तो स्मार्ट त भन्दाखेरि स्मल हुनु पर्यो। बिग साइज भयो भने के हुन्छ, डिसिजन मेकिङमा ढिला हुने र धेरै मत बाजिने खालको हुन्छ। त्यस कारणले त्यो चाहिँ स्मल हुनु पर्यो, सीमित चाहिँ थोरै मान्छेहरू राखेर गभर्मेन्ट चाहिँ फर्मेसन हुनु पर्यो र त्यो मेजरेबल हुनु पर्यो, हैन। उसले गरेको कुराहरू चाहिँ मेजरेबल हुनु पर्यो, एप्रोप्रिएट हुनु पर्यो, रेस्पोन्सिभ हुनु पर्यो र ट्रान्सपेरेन्ट हुनु पर्यो। यस्तो खालको गभर्मेन्टको चाहिँ अपेक्षा गरे हुन्छ पब्लिकले, हैन। अब हामीले चाहिँ हेर्दाखेरि जस्तो अब यो अलिकति कुरा त दोहोरिया जस्तो नै हुने भयो, हामीले अस्ति छलफल गरेको कुरा भयो। लोकल गभर्मेन्ट इज इन द एन्सियन्ट इन्स्टिट्युसन विथ अ मोडर्न कन्सेप्ट, हैन, भन्दाखेरि के भयो, हिजो हाम्रो चाहिँ के अरे परापूर्व कालदेखि हाम्रो चल्दै आएको चाहिँ हामीले भन्यौँ जस्तै विभिन्न कालमा चाहिँ विभिन्न खालका चाहिँ पञ्चायत सिस्टम के कचहरी आदि इत्यादि विभिन्न खालका थिए त त्यहाँ, हैन। ती कुराहरूलाई के गरियो, मोडर्न कन्सेप्ट अनुसार चाहिँ एउटा इन्स्टिट्युटको रूपमा चाहिँ यो डेभलप हुँदै आएको भयो। र इन द पास्ट लोकल गभर्मेन्ट इज टु पर्फर्म द मेयरली द सम रेगुलेटरी फङ्सन लाइक डिसाइडिङ द पेटी स्मल डिस्प्युट्स एन्ड रेभेन्यू कलेक्सनहरू सामान्य कुराहरू मात्रै हुन्थ्यो भने अब अहिलेको चाहिँ के भयो त, चेन्ज भएर यसलाई चाहिँ धेरै अधिकारहरू प्राप्त गरेको अवस्था रह्यो, हैन। जस्तो कि नर्मली चाहिँ अब अहिले हामीले लोकल गभर्नेन्स पर्फर्म्स द फङ्सन्स लाइक भनेर हामीले के कुराहरू लिन सक्छौँ भन्दा सोसियो इकोनोमिक डेभलपमेन्ट, हैन, त्यो डेलिभरी अफ द गुड्स एन्ड सर्भिसेस टु द लोकल पिपुल इन द क्यापासिटी अफ द मल्टिपल पर्पज इन्स्टिट्युसन एडमिनिस्ट्रेसन्स, हैन, आउटपोस्ट द स्टेसन अफ द सेन्ट्रल गभर्मेन्ट, हैन। यसरी चाहिँ चेन्ज हुँदै आएको छ भन्ने कुरा हो। र त्यही कुरालाई हामीले फेरि अलिकति दोहोऱ्यायौँ। द लोकल गभर्मेन्ट इज अ फर्म अफ पब्लिक एडमिनिस्ट्रेसन विच इन अ मेजोरिटी अफ द कन्टेक्स्ट एक्जिस्ट एज इन द लोएस्ट टायर अफ द एडमिनिस्ट्रेसन विदिन अ गिभन स्टेट, हैन। र यो चाहिँ हामीले चाहिँ used to contrast, हैन, यो टर्म used to contrast with the offices at the state level which are referred to as the central government, national government or where the appropriate, हैन। कहिले हामीले राष्ट्रिय सरकार भन्छौँ, कहिले चाहिँ केन्द्रीय सरकार भन्छौँ, संघीय सरकार भन्छौँ भने जस्तै विभिन्न खालको टर्ममा चाहिँ जाने हुन्छ। र फेडरल गभर्मेन्ट एन्ड अल्सो टु सुपर नेसनल गभर्मेन्ट which deals with the governing institutions between the states, र लास्टमा केन्द्रीय सरकार भयो, फेडरल गभर्मेन्ट भयो र त्यसपछि लोकल गभर्मेन्ट भयो। द जेनरली एक्ट विदिन द पावर्स डेलिगेटेड टु देम बाई लेजिस्लेसन अर डिरेक्टिभ्स अफ द हायर लेभल अफ द गभर्मेन्ट भनेर भन्यो। अब यो फेडरल स्टेटमा लोकल गभर्मेन्ट जेनरली कम्प्रोमाइज द थर्ड अर समटाइम्स फोर्थ, कोही ठाउँमा चाहिँ यो हामी कहाँ 3 तहको भयो त्यस कारणले चाहिँ हामीले थर्ड टायर भनेर भन्यौँ, हैन। कोही ठाउँमा फोर्थ पनि हुनसक्छ भन्ने हिसाबले चाहिँ यो फोर्थ टायर अफ द गभर्मेन्ट हो यो, हैन। र वेयर इज इन युनिटरी स्टेट्स लोकल गभर्मेन्ट युजुअली अकुपाइज द सेकेन्ड अर थर्ड टायर अफ द गभर्मेन्ट, हैन। र उसले चाहिँ के गरिरहेको हुन्छ भन्दाखेरि हाम्रो के अरे यो चाहिँ स्थानीय सरकारले चाहिँ नर्मली के गरिरहेको छ भन्दाखेरि चाहिँ हाम्रो ओभरअल जनताको सबै कुराहरू उसले हेर्छ र त्यसलाई चाहिँ केही कुराहरूमा सपोर्ट गर्ने कुराहरूमा चाहिँ हाम्रो प्रदेश सरकारले गरिरहेको हुन्छ भने केही कुराहरूमा सेन्ट्रल गभर्मेन्टले गरिरहेको हुन्छ, हैन। र कति चिजहरू अधिकारको कुराहरूको विषयमा त कतिपय कुराहरू अहिले संविधान प्रदत्त अधिकार भनेर जस्तै हाम्रो चाहिँ कुन कामहरू स्थानीय सरकारले गर्न पाउने, कुन प्रदेशले गर्न पाउने, कुन चाहिँ केन्द्रले गर्न पाउने भनेर त्यहाँ अनुसूचीहरूमै व्यवस्था गरियो, हैन। अनुसूचीहरूमै व्यवस्था गरियो। साझा अधिकार, एकल अधिकार भनेर त्यहाँ छुट्याइएको छ। ती अधिकारहरूमा पनि अब व्याख्या गर्ने क्रममा पनि केही दुविधाहरू चाहिँ छन्, हैन। यो जस्तो हामी अब जिल्लामा बस्दाखेरि थाहा हुन्छ यस्तो विषयमा चाहिँ, अनि त्यहाँ कति कुराहरू जिल्ला प्रशासन कार्यालयको चाहिँ
कुराहरूमा आउँछ। कति सङ्घीय सरकारका कार्यहरू हुन्छन्, त्यहीँ फेरि अथवा प्रदेश अथवा स्थानीय सरकारका कार्यहरूको कुराहरू आउँछन्। यो काम हाम्रो हो भन्छ स्थानीय सरकारले, होइन हाम्रो त्यो त केन्द्रको हो भन्छ। यस्तो खालको चाहिँ त दुविधाहरू र यो अधिकारको कुराहरूमा चाहिँ सबैको छ। जिम्मेवारी र कर्तव्यको कुरामा चाहिँ यो मेरो हो भनेर कसैले नि बोल्दैन, होइन। तर अधिकारको कुरा परेपछि सबैले के भन्छ, यो त मेरो हो नि त भन्ने खालको चाहिँ छ हामीमा, होइन। त्यो पनि त्यति चाहिँ के त भन्दाखेरि हामीले अधिकार र कर्तव्यलाई एउटै चाहिँ मेकानिजमका चाहिँ दुईटा पाङ्ग्रा हुन् भन्ने हिसाबले हेर्नु पर्थ्यो। त्यसलाई त्यसरी हेरिएको छैन। हामीले अधिकारमा चाहिँ हामी कुद्न खोज्ने, अनि कर्तव्यमा चाहिँ हामी विमुख हुने गर्दाखेरि के हुन्छ, हाम्रो चाहिँ गति दिन बाङ्गिने भयो नि त। चक्का एउटा छिटो जाने भयो, एउटा कम हुने भएपछि त बाङ्गिने हो, अनि त्यो त गति लिनै सक्दैन। हो त्यस्तै भयो हाम्रो। The common names for the local government entities includes the state, province, region, department, country, county, and prefecture, district, city, township, town, borough, and parish, municipality, village, and local service district. भन्दा विभिन्न खालका चाहिँ नामहरू चाहिँ हामीले प्रचलनमा छ। जस्तो कि अब कतिपय विदेशतिर त काउन्टी भन्ने चलन हुन्छ, हैन। कतिपय म्युनिसिपल भनेर भन्छ। भन्दाखेरि यो नामहरू चाहिँ के छ भने विभिन्न खालको ढङ्गबाट नामहरू चाहिँ गरिएको हुन्छ। र त्यसै सन्दर्भमा हाम्रो नेपालको सन्दर्भमा हेर्दाखेरि हामीले चाहिँ अब नेपालीमा भन्नु पर्ने पालिका भनेर भन्दैछ के हो, नगरपालिका, गाउँपालिका, उपमहानगरपालिका, महानगरपालिका, ती सबैलाई समेट्यो, हैन। पालिका मात्रै भनेपछि, हैन। अब त्यस्तै गरेर चाहिँ त्यहाँ चाहिँ अब जस्तो हिजोको दिनमा त्यसलाई विकास समिति भनिन्थ्यो, त्योभन्दा अगाडि पञ्चायत भनेर भनिन्थ्यो, हैन। भन्दाखेरि यसरी चाहिँ नाम चाहिँ अत्र अहिले बदलिँदो परिस्थिति अनुसार चाहिँ के छ, हाम्रो नाम चाहिँ यसरी चाहिँ कायम चाहिँ भएका छन्। र local government will typically only have the control over their specific geographical region and cannot pass or enforce the laws that will affect a wider area भनेछ। उसको आफ्नै चाहिँ तोकिएको क्षेत्र हुन्छ, आफ्नो क्षेत्रभित्र बसेर उसले आफ्नो चाहिँ कामहरू गर्न पाएर त्यही भएर कहिलेकाहीँ चाहिँ हाम्रो कस्तो देखिन्छ भने सीमानाका बाटो पर्यो भने अथवा सीमानातिरको कुराहरूमा के हुन्छ भने उसले गर्ला भन्दाखेरि कसैले नगर्ने भने जस्तो नै हुन्छ कहिलेकाहीँ, होइन। हामीले गाउँघरतिर यसो हेर्दाखेरि भएका कुराहरू त्यस्तै हुन्छ। आफ्नो वडा भित्र चाहिँ मैले गर्ने, अनि ठ्याक्क सिमाना परेको कुरालाई त्यति ध्यान नदिने जस्तो पनि देखिन्छ। तर कुनै कुनै ठाउँ चाहिँ होइन, यो सिमाना त दुईटै मिलेर गर्ने हो नि त भनेर फेरि कोही ठाउँ राम्रो गरेर नि देखिन्छ। भन्दाखेरि यस्तो खालको चाहिँ मानसिकता पनि छ, नभए चाहिँ होइन। The local governments can elect the officials, enact the taxes, and do many other things that the national government would do just on a smaller scale भनेछ। जस्तै केन्द्र सरकारले जसरी चाहिँ विभिन्न खालका कुराहरू गर्न सक्छ भने त्यस्तै गरेर स्थानीय सरकारले पनि ती कुराहरू गर्न सक्छ। र उसले चाहिँ लार्ज स्केलमा म्याक्रो लेभलमा गर्ने भयो भने स्थानीय सरकारले माइक्रो लेभलमा अथवा स्मल स्केलमा मात्रै गर्छ भनेर भन्ने कुरा भयो। अब यसलाई हामीले कहिलेकाहीँ डिफिनेसनहरू यस्तो लेख्न पर्यो भने हामीले चाहिँ यी पोइन्टहरू भयो भने हामीलाई सजिलो हुन्छ भन्ने हिसाबले मैले यसलाई चाहिँ यहाँ उल्लेख गरेको छु। जस्तो एक्सर्साइजिङ द कन्ट्रोल अर रुल ओभर द वान सेल्फ अर इट सेल्फ, हैन। ह्याभिङ द राइट अर पावर अफ सेल्फ गभर्नेन्ट अटोनोमस, हैन। इन्साइक्लोपिडिया ब्रिटानिकाले चाहिँ के भन्छ भने एन अथोरिटी टु डिटरमाइन एन्ड एक्सिक्युट द मेजर्स विदिन द रेस्ट्रिक्टेड एरिया इनसाइड एन्ड स्मलर देन द होल स्टेट भनेर भन्यो। The local government is that part of the government of a country which deals with those matters which concern the people in a particular locality भनेर भन्यो भने त्यस्तै अर्को चाहिँ local government is that part of the government which deals with mainly with local affairs administered by authorities subordinate to the state government but elected independently to the state authority by the qualified resident भनेर भन्यो, हैन। र त्यस्तै local government is a locally elected representative body responsible and accountable to its electorate भनेर भन्यो। आफ्नो निर्वाचन भएको क्षेत्रभित्र उ के हुनु पर्यो, त्यहाँको प्रतिनिधि पनि हो, निर्वाचित जननिर्वाचित प्रतिनिधि पनि भयो, र रेस्पोन्सिबल र एकाउन्टेबल हुनु पर्यो ती चाहिँ आफूलाई निर्वाचित गर्नेहरूप्रति। र यो कहिलेकाहीँ यो विकृति कस्तो पनि देखिँदो रहेछ भने त्यो विभिन्न वाद भयो नि हाम्रो, हैन। वाद भनेको पोलिटिकल पार्टी क्या। जस्तो कि अब एउटा चाहिँ के अरे काङ्ग्रेस भन्यो, एमाले भन्यो, अर्को के नेकपा चाहिँ ऊ भन्यो, हैन। अर्को चाहिँ राप्रपा भनौँ, अर्को के भन्नु राष्ट्रिय स्वतन्त्र भन्यो, अर्को के श्रम संस्कृति भन्यो, विभिन्न खालका भयो नि। के हुन्छ भने त्यो ठाउँबाट त मलाई भोट आउँदैन भनेपछि त्यो ठाउँमा विकास चाहिँ नगरिदिने अथवा त्यो ठाउँमा चाहिँ समस्या पर्दाखेरि नहेरिदिने खालका जनप्रतिनिधि पनि भेटियो। तर यसमा स्पष्ट हामीले बुझ्नुपर्ने र बुझाउनु पर्ने कुरा के हो त भनेर भन्दाखेरिमा त्यो हिजो आफूलाई भोट कसले दियो कसले दिएन सँग सरकारको विषय होइन। त्यो जुन क्षेत्रको आफू चाहिँ इलेक्टेड भइन्छ, वडा अध्यक्ष भयो भने त्यो वडा भरिको सबै मान्छेको वडा अध्यक्ष हो, त्यो कुनै पार्टी विशेषको अथवा भोट हाल्ने मान्छेको मात्रै वडा अध्यक्ष होइन है। यो कुरा एकदमै क्लियरली हामीले बुझ्ने र हामीले अरूलाई बुझाउनु पनि पर्यो। यो विषय चाहिँ है यो कता कता चाहिँ यस्तो खालको पनि देखिरहेको हुन्छ बेला बेलामा, हैन। यो त्यस कारणले गर्दाखेरि यो कुरा चाहिँ अलिकति क्लियरली हामी सबै जनताहरू सचेत पनि हुनुपर्छ। हामी त अहिले पो यहाँ विद्यार्थी भयो त, हाम्रो आफ्नो उसमा त हामी जनता पनि त हो नि, हैन। कुनै ठाउँमा हामी फेरि राष्ट्र सेवक पनि होला भन्दाखेरि हामी सबैले बुझ्नुपर्ने बुझाउनु पर्ने, हैन। यो कुरा चाहिँ हामीले अलिकति ध्यान चाहिँ दिनुपर्ने हुन्छ। अब इट इज an autonomous body with its own the decision making authority having the legal power to raise its own revenue and allocate the such revenue for delivery of service भनेर भन्यो। राजस्वको कुराहरू पनि त्यहाँ आइ नै हाल्यो। र अब यो चाहिँ जस्तो कि अब कहिलेकाहीँ सुरुमा यो कुराहरू नै आउँथ्यो, जस्तो कि राजस्वका दरहरू बढेको अथवा चाहिँ कर चाहिँ हामीले हिजो चाहिँ मालपोत अथवा लाल पूजा चाहिँ को घरको चाहिँ के भूमि कर भनेर यताउति गरेर तिर्नु पर्यो भने मलाई लाग्छ हार्डली 100 रुपियाँ भयो भने जम्मै पुग्थ्यो पहिला है। तर पछि संहिता कार्यान्वयनको सँगसँगै चाहिँ यो जुन करका दरहरू चाहिँ अलिकति बढे
हैन। जस्तै अलिकति मान्छेहरूले पहिला त्यहाँ सहयोग पनि नलाग्ने ठाउँमा आज चाहिँ 1000 प्लस भएको अवस्था छ हैन। त्यो चाहिँ छ केही कुराहरू। तर के हो भने मैले अस्ति पनि भने जस्तै हामीले अलिअलि कर तिर्यौँ भने पो त्यहाँ चाहिँ रासो जम्मा हुन्छ र उसले विकास निर्माण गर्ने हो। अब यहाँ मान्छेको जात फेरि कस्तो भने कर तिर्न पनि नखोज्ने अनि विकास चाहियो बजेट चाहियो भन्ने पनि हुन्छ। तर त्यसले कहाँ ल्याउने छापेर मिल्दैन त्यतिकै हैन। भन्दाखेरि त्यसको लागि रिसोर्स त चाहियो। रिसोर्स भने त उही हामी चाहिँ जनता नै हो अथवा हाम्रै सम्पत्ति हो अथवा हामीले गरेको काम हैन। कामबाट आय आर्जन गरेकोलाई आयकरको रूपमा हैन। अब त्यस्तै विभिन्न खालका चाहिँ उद्योग व्यवसायहरूको कुरा होला। यी सबैले करहरू दिएपछि मात्रै त्यो चाहिँ राज्यले चाहिँ पाउने चाहिँ राजस्वको स्रोतहरू चाहिँ हुन्छ आन्तरिक स्रोतको रूपमा चाहिँ। र अन द होल अ लोकल गभर्नमेन्ट क्यान बी डिफाइन्ड एज अ लोकली इलेक्टेड सेल्फ गभर्निङ autonomous and multi-purpose the political institution delivering the goods and services to the local level people भनेर मैले रातो मसीले ट्याक्क यहाँ लेखेँ। भन्दा हामीले कहीँ डिफाइन गर्नु पर्यो भने ट्याक्कै यति आफ्नो शब्दमा योर ओन वर्ड भनिरहेको हुन्छ नि त। आफ्नो शब्दमा यसरी लेख्दा पनि हुन्छ हैन। तर लेख्न जसरी लेख्न पनि पाइयो। अब यसको चाहिँ रोल अफ द लोकल गभर्नमेन्ट भन्दाखेरि यसका रोलहरू के हुन्छन् त भनेर भन्दाखेरि डिफ्रेन्ट हिसाबले यसका रोलहरूलाई हामी डिफाइन गर्न सक्छौँ हैन। जस्तो उसको चाहिँ पोलिटिकल रोल होला हैन। अब कुनै ठाउँमा चाहिँ डेभलपमेन्ट रोल होला, कुनै ठाउँमा एडमिनिस्ट्रेटिभ रोल होला। भन्दाखेरि यी विभिन्न ढङ्गबाट चाहिँ के गरेर हुन्छ उसले चाहिँ काम चाहिँ गर्नुपर्ने हुन्छ। एज अ पोलिटिकल रोल। अब पोलिटिकल रोलको हिसाबले चाहिँ हामीले हेर्यौँ भने जस्तो कि लोकल गभर्नमेन्ट प्रमोट्स द स्ट्रेन्थेन्स द लोकल गभर्नमेन्ट हैन। प्रमोट्स एन्ड स्ट्रेन्थेन्स द लोकल डेमोक्रेसी एज इट प्रोभाइड्स द लोकल पिपुल द अपर्च्युनिटी टु पार्टिसिपेट इन द प्रोसेस अफ डिसिजन मेकिङ हैन, इफेक्टिङ देयर लाइफ हैन। भन्दाखेरि हामीले त त्यहाँको चाहिँ आफ्नो चाहिँ जनजीवनमै पनि प्रभावित हुने खालका कुराहरू पनि पर्छन् भन्दाखेरि पोलिटिकल कुराहरू रोलमा। त्यस सेकेन्डमा चाहिँ के त भन्दाखेरि अ लोकल गभर्नमेन्ट अल्सो सर्भ एज द बेसिस फर द हेल्दी ग्रोथ अफ द नेसनल लेभल गभर्नमेन्ट भनेर भन्यो। अब यसको थर्डमा के त लोकल गभर्नमेन्ट सर्भ एज द ट्रेनिङ ग्राउन्ड फर द फ्युचर लिडर अफ द कन्ट्री। पोलिटिकल रोल भनेपछि त के हो त भन्दाखेरि त्यो नेता बन्नका लागि उसले त पहिला त गाउँपालिकाबाट एक्सर्साइज गर्नु पर्यो नि त। गाउँपालिकामा ऊ गाउँको चाहिँ त्यहाँको वडा सदस्य होला, वडा अध्यक्ष हुन्छ, अनि त्यसै गरी चाहिँ मेयर बन्छ, अनि मेयर बनेपछि अनि त्यसै गरी चाहिँ त्यो डिस्ट्रिक्ट लेभलको होला अथवा प्रदेश लेभलको चाहिँ सांसद बन्ला हैन। अनि बल्ल राष्ट्रिय लेभलको बन्ने भन्दाखेरि यसरी क्रमगत रूपमा चाहिँ ऊ जाँदाखेरि लिडर पनि के हुन्छ त्यही हिसाबले डेभलप हुन्छ र उसले सबै समस्याहरू बुझेको पनि हुन्छ। जसले गर्दाखेरि बन्ने नीति निर्माणहरूमा पनि के हुन्छ भने उपयुक्त कुराहरू आउन सक्छन्। तर एकैचोटि एउटा चाहिँ ठ्याक्कै हामी सबैले देखेको भोगेको कुराहरू एउटा चाहिँ के देखिन्छ भने कुनै पनि अर्गनाइजेसनभित्र त्यो लोयर लेभलदेखि नै भनेको हाम्रो मुखिया खर्दार के पोस्ट छ त्यहाँदेखि त्यो चिफसम्म हुने मान्छेको चाहिँ कुराहरू चाहिँ यसो हेऱ्यो भने उसलाई त्यो सबै अफिसको फङ्सनिङदेखि लिएर त्यसको काम क्रियाकलाप कहाँ कहाँ के हुन्छ कस्तो हुन्छ सबै कुराहरू थाहा हुने मान्छे नै माथिल्लो लेभलमा पुगिसकेपछि अनि उसले ओभरअल संस्था बुझेको हिसाबले उसले गर्ने डिसिजन भोलि पर्ने इम्प्याक्ट के हुन्छ कस्तो हुन्छ भनेर उसले बडो सतर्कताका साथ त्यस्तो खालको चाहिँ गर्ने नेचर देखिँदो छ। अब यो हामीले फेरि वृत्ति विकासको सन्दर्भमा के गर्यौँ भने हैन यो छड्के प्रवेश के प्रवेश भने दुनियाँ खालको कुराहरू आइसकेपछि के हो भने एउटा मान्छे एकचोटि फ्याटै माथि चाहिँ तपाईँको सहसचिवमा एकचोटि आइदियो हिजोसम्म टिचर भएर बसिरहेको थियो आज सहसचिव भयो हैन। भने अब ठ्याक्कै आउने बित्तिकै त के भयो त भन्दाखेरि उसलाई त त्यहाँको चाहिँ सबै कुराहरू हिस्टोरिकल ब्याकग्राउन्डदेखि लिएर त्यसका चाहिँ पर्ने इफेक्ट इम्प्याक्ट के हुन् डिसिजन मेकिङ गरेपछि त्यसका पर्ने इम्प्याक्ट के हुन् भन्ने खालको कुराहरू त उसलाई त त्यो नलेजै हुँदो रहेछ। नलेज नभएपछि के हो भने उसका निर्णयहरू चाहिँ चुक्ने हैन, कहिलेकाहीँ त्यसको इम्प्याक्ट चाहिँ नेगेटिभ आउने, कहिलेकाहीँ बेरुजुमा हुन सक्ने आदि इत्यादि यस्तो खालको चाहिँ देखिन्छ। त्यस कारणले त्यो लिडरहरूले पनि के गर्नु पर्यो भने नियम कानुन काम के हो भन्ने कुरा बुझ्नुपर्छ। हामीले कहिलेकाहीँ यसो हेऱ्यौँ भने हामी कतै गयो यो काम चाहिँ यो कुरा गर्न गयो पहिला यसो पऱ्यो समस्या गरिदिनु पर्यो मेयर साहब अथवा वडा अध्यक्षज्यू भन्यो भने ए भइहाल्छ नि आउनुहोस् न भनिदिन्छ उसले त्यतिकै। तर त्यहाँ गइसकेपछि त्यहाँ पालिकामा गइसकेपछि फेरि के हुन्छ तपाईँको यो कागज चाहियो त्यो कागज चाहियो यो गर्न पर्यो त्यो गर्न पर्यो भनेर भन्छ। अनि हामीलाई के लाग्छ भन्दाखेरि ए हुन्छ भने यो कर्मचारी जम्मै घुमायो कर्मचारीले दुःख दियो भने जस्तो पर्छ। तर त्यो कर्मचारी त के हो त भनेर भन्दाखेरि त्यही इलेक्टेड जनप्रतिनिधिहरूले बनाइदिएको कानुनको परिपालना गर्ने हो नि त। अनि उसले कानुन चाहिँ त्यस्तै खालको बनाइदिने अनि भइहाल्छ भनेर भनिदिने हैन। त्यो भोटको कुरा भयो नि त फेरि त्यहाँ त मान्छेले चोट पाउने कुरा मतलब भएन भोटको कुरा मात्रै भयो त्यहाँ। अनि के भयो अब त्यो मान्छे कार्यान्वयनमा गइसकेपछि के हो त भन्दाखेरि कर्मचारीले घुमायो दुःख दियो यस्तो खालको नेचर चाहिँ आउँछ। त्यो कानुनमा लुपोलो हुने कानुनलाई चाहिँ जटिलता बनाइदिने अनि कानुनी रूपमा चाहिँ उसले सहजीकरण गर्ने कुरामा कानुनको व्याख्या गर्ने कुरामा अथवा कानुन निर्माण गर्ने कानुन संशोधन गर्ने कुरामा ध्यान नदिने अनि त्यहाँ दोष दिएर मात्रै पनि त भएन नि त हैन। भन्दाखेरि त्यस्तो खालको समस्या पनि देखिरहेछ हैन। अहिले धेरै कुराहरूमा हामीले हेऱ्यौँ भने कानुन नै समस्याको रूपमा देखिएका छन्। अनि त्यसले गर्दाखेरि के भयो त जनताले दुःख पायो। अनि जनताले दुःख पाइसकेपछि के भयो त भन्दाखेरि अब त्यहाँ चाहिँ त मान्छेहरूलाई त सहजता भएन अथवा त्यो संस्था अथवा त्यो प्रणालीप्रति नै जनता के हुन्छ भन्दा निराश हुन्छ अथवा उसले चाहिँ के भन्छ चेन्ज खोज्छ क्या त्यसपछि गएर यिनीहरूले त केही गर्दै गरेनन् नि त सुधारेन दुःख मात्रै दिए अर्को नयाँले केही गर्छ कि भन्ने हुन्छ मान्छेलाई हैन। एक हिसाबले हेर्ने भने अब कति कुराहरू अहिलेको राजनीतिक परिवेशहरूमा पनि यस्तो खालको चाहिँ इम्प्याक्टहरू चाहिँ देखिरहेको हुन्छ। र चाहिँ चौथोमा के त भन्दाखेरि लोकल गभर्नमेन्ट क्यान बी युज एज अ instrument of the national integration in the countries with the multiplicity of the ethnic groups having the cultural, linguistic and religious diversity भनेको छ विभिन्न खालको कुरालाई जोड्ने कुराहरूलाई रह्यो। अब डेभलपमेन्ट रोल
हैन। अब पोलिटिकल रुलमा त भइ नै हाल्यो। उसले चाहिँ राजनीतिक एउटा क्याडरको रूपमा चाहिँ डेभलप हुँदै जाने एउटा वृत्ति विकासको उसको चाहिँ हुन्छ। जस्तै कर्मचारीहरूमा पनि एउटा संस्थामा चाहिँ तलदेखि माथिसम्म जाने कुराहरूमा जति उसले राम्रोसँग काम गर्न सक्छ, त्यस्तै गरेर पोलिटिकल लिडर पनि त्यो खालको हुनसक्छ। र जसलाई पनि के हुन्छ भने राजनीति गर्ने मान्छेले म प्रधानमन्त्री हुन पाए हुन्थ्यो भन्ने खालको अपेक्षा राखेको हुन्छ आफ्नो लेभल अनुसार हैन। कसैले अब जिल्लाको अध्यक्ष हुन पाए हुन्थ्यो भन्ला, कसैले मन्त्री हुन पाए हुन्थ्यो भन्ला, कसैले प्रदेशको चाहिँ मुख्यमन्त्री खान पाए हुन्थ्यो भन्ला, कसैले सङ्घीय सांसदको चाहिँ हुन पाए हुन्थ्यो भन्ला, कसैले मन्त्री प्रधानमन्त्री बन्न पाए हुन्थ्यो भन्ने होला भन्दाखेरि आफ्नो एउटा हुन्छ हैन। र त्यस्तै जस्तो गरेर चाहिँ अब डेभलपमेन्ट रोल भन्ने बित्तिकै त के भन्दा त्यो चाहिँ आफ्नो चाहिँ आफूलाई निर्वाचित गर्ने क्षेत्र भित्रहरूको कुरामा उसले चाहिँ के गर्ने भयो त भन्दाखेरि त्यहाँ चाहिँ विकास निर्माणका कुराहरूमा उसको चाहिँ र उसले चाहिँ के भन्छ यो घोषणापत्र अथवा उसले चुनावको बेलामा जनतासँग कमिटमेन्ट गरेका हैन कुराहरू हैन, अथवा चाहिँ आफू चाहिँ आबद्ध दलको चाहिँ कार्यक्रमहरू हैन, स्लोगानहरू हुनसक्छ नि त। त्यस्ता कुराहरूलाई चाहिँ नि उसले प्लान गर्ने र इम्प्लिमेन्टेसन गर्ने कुराहरूमा चाहिँ नि यो डेभलपमेन्ट प्रोजेक्टको रूपमा अथवा डेभलपमेन्ट रोलको रूपमा चाहिँ उसको चाहिँ आउँछ। त्यसै लोकल गभर्नमेन्ट इज इसेन्सियली अ सर्भिस डेलिभरी इन्स्टिट्युसन क्रिएटेड एन्ड स्ट्रेन्थेन्ड फर द बेनिफिट अफ द पिपुल एट लोकल लेभल भयो। र डिसेन्ट्रलाइजेसन वुड बी युज्ड सिम्पली एज अ पोलिटिकल स्लोगान। द सोसियो इकोनोमिक डेभलपमेन्ट इन लोकल लेभल, मल्टी डाइमेन्सनल फङ्सन एन्ड पावर्स, र प्लानिङ एन्ड इम्प्लिमेन्टेसन अफ द लोकल डेभलपमेन्ट प्रोजेक्ट सक्सेसफुली भनेर भयो। अब त्यस्तै गरेर अर्को एडमिनिस्ट्रेटिभ रोल भन्दाखेरि एउटा चाहिँ उसले चाहिँ लिडरको रूपमा काम गर्ने भयो, अर्को चाहिँ डेभलपमेन्टको रूपमा काम गर्ने भयो, अर्को के त भन्दाखेरि एडमिनिस्ट्रेटिभ रोलको हिसाबले भन्दाखेरि ऊ के त भन्दाखेरि एउटा प्रशासक पनि भयो के। मन्त्री भएपछि के हो त प्रशासक भएन, उसले त्यहाँ त निर्णय गर्नु पर्यो नि, विभिन्न खालका डिसिजनहरू फाइलमा चाहिँ सदर गर्नु पर्यो, यो मिल्ने त्यो मिल्ने भन्ने कुरा हाल्नु पर्यो हैन, त्यहाँ दिने सेवाहरूलाई चाहिँ व्यवस्थित गर्नु पर्यो हैन, कुनै नीति बनाउनु पर्ला, कुनै निर्णय गरिदिनु पर्ला हैन। त्यस्ता खालका कुराहरूमा चाहिँ स्थानीय सरकारमा चाहिँ उसले चाहिँ आफ्नो कामहरू चाहिँ कुशलतापूर्वक निर्वाह गर्ने, प्रभावकारी रूपमा गर्ने कुराहरूमा चाहिँ उसले एडमिनिस्ट्रेटिभ रोल पनि उसले प्ले गरिरहेको हुन्छ। र त्यहाँको चाहिँ गभर्नमेन्टको भएको चाहिँ लोकल जुन रिसोर्स छ त्यसलाई मोबिलाइज गर्ने हैन, त्यसलाई मोबिलाइज गरेर चाहिँ के छ त्यसलाई चाहिँ अलिकति के भन्छ यो राम्रो गर्ने भनेर भनौँ न, त्यस्तो खालको कुराहरूमा पनि उसको चाहिँ रोल रहन्छ हैन। जस्तो कि द लोकल एफेयर्स क्यान बी मोर इफिसियन्टली म्यानेज बाई द लोकल गभर्नमेन्ट, र लोकल गभर्नमेन्ट क्यान मोबिलाइज द फाइनेन्सियल रिसोर्स एट द लोकल लेभल हैन भनेर भने हुन्छ। र यही तीनटा कुराहरू र त्यसपछि गएर के भन्छ भने 10 हैन, अब हामीले यसलाई चाहिँ 10 दिज पोलिटिकल डेभलपमेन्टल एन्ड एडमिनिस्ट्रेटिभ रोल आर द की फङ्सन अफ लोकल गभर्नमेन्ट भनेर हामी भन्न सक्छौँ। र त्यसपछि गएर यसका विशेषताहरू के हुन् त हैन, हुन त हामी भनिराखेकै कुराहरू नै हुन्। द लोकल गभर्नमेन्ट इज अ ग्रास रुट लेभल गभर्नमेन्ट विच इज भेरी क्लोज टु द गभर्नमेन्ट। र अझ यसलाई त हामीले अर्को के पनि भन्न सकिन्छ भने भेरी क्लोज टु द पिपुल भन्न पनि सकियो हैन। जस्तो द लोकल गभर्नमेन्ट इज अ मेसिनरी अफ गभर्नमेन्ट विच म्यानेजेस एन्ड एडमिनिस्ट्रेट्स टु द लोकल एफेयर्स अफ पिपुल एट एन इम्पोर्टेन्ट लोकल लेभल हैन त। भन्दाखेरि यो त के हुने हो त भन्दाखेरि एउटा चाहिँ गभर्नमेन्ट भयो, सरकार भयो। सरकार भन्ने बित्तिकै केन्द्र सरकारको कुराहरूलाई पनि उसले चाहिँ त्यहाँ समेट्ने भयो। र सँगसँगै के त भन्दाखेरि आफूलाई प्रतिनिधित्व गराउने आफ्नो क्षेत्रका हैन, अब आफ्नो क्षेत्रका जनताहरू हैन, तिनीहरूको कुराहरू पनि रहने। अब यसलाई त हामीले के छ भने यसका विशेषताहरूलाई यो चाहिँ लोकल गभर्नमेन्टको विशेषताहरूलाई विभिन्न ढङ्गबाट चाहिँ हामीले यसलाई लेख्न सकिन्छ हैन। अब यसमा चाहिँ केही बुँदाहरू मैले सरसर्ती यहाँ चाहिँ टिपेको छु हैन, केही बुँदाहरू टिपेको छु। र जस्तो कि अब स्पेसिफिक जुरिडिक्सन हैन, स्पेसिफिक जुरिडिक्सन, स्पेसिफिक पपुलेसन, पर्मानेन्ट इन्स्टिट्युसन हैन, मल्टिपर्पज अर सिंगल पर्पज, लिगल स्टाटस, नेचर हैन, कन्टिन्युअस अर डिस्कन्टिन्युअस, रिप्रेजेन्टेटिभ अर अनरिप्रेजेन्टेटिभ, अथोराइज अर प्रिपेयर बजेट हैन, सोसियल सेक्युरिटी, विभिन्न खालका कुराहरूलाई चाहिँ के गर्छ उसले चाहिँ नि त्यहाँ ध्यान दिनुपर्ने हुन्छ हैन। त्यस कारणले यी कुराहरू चाहिँ आउनुपर्छ भन्ने हिसाबले कुराहरूले यसलाई चाहिँ हामीले विशेषताको रूपमा चाहिँ ल्याउन सकिन्छ। र त्यसमा चाहिँ के त भन्दाखेरि जस्तो कि त्यही एउटा चार्ट मात्रै भयो, त्यही कुरा नै हो हैन, त्यही कुरा नै हो। र चाहिँ अब स्पेसिफिक जुरिडिक्सन भन्ने बित्तिकै के हो त, इच लोकल गभर्नमेन्ट हाज इट्स ओन जुरिडिक्सन हैन, इट्स ओन बाउन्ड्रिज एरिया अर टेरिटरी एन्ड अन द बेसिस अफ विच इट प्रोभाइड्स द इट्स सर्भिसेस एन्ड फेसिलिटिज हैन। उसले आफ्नो टेरिटरीभित्र मात्रै, आफ्नो क्षेत्राधिकारभित्र मात्रै ऊ बस्नु पर्यो, अरूको क्षेत्रमा चाहिँ जान पाएन। र स्पेसिफिक पपुलेसन भन्ने बित्तिकै के त भन्दाखेरि अहिले भने ठ्याक्कै आफ्नो तोकिएको क्षेत्रभित्रका पपुलेसन भन्ने भयो हैन, त्योभन्दा बाहिरको होइन। The local government has its own specific population, and this population factor is very essential as it shows the status of the local government, that is whom it provides the services हैन, जहाँ चाहिँ उसले के गर्छ आफ्नो सेवा चाहिँ प्रवाह गर्नुपर्ने हुन्छ। जस्तै काठमाडौँ नगरपालिकाकोले अब ललितपुरको मान्छेलाई सेवा दिँदैन हैन, ललितपुरको मान्छेले नागरिकताको सेवा लिनु भनेर काठमाडौँ महानगरपालिका गएर हुन्छ र हुँदैन नि त हैन। एउटा स्पेसिफिक पपुलेसन जहाँ हो त्यही हुनु। अब हियर विल टेक द एक्जाम्पल अफ द केएमसी हैन, इट क्यान ओन्ली प्रोभाइड द सर्भिसेस टु काठमाडौँ सिटी, इट क्यान नट गिभ द सर्भिसेस टु द ललितपुर सिटी हैन। अब अर्को लिगल स्टाटसको हिसाबले त कानुनको रूपले नै ऊ के त भन्दाखेरि गभर्नमेन्टको रूपमा चाहिँ फर्मेसन भएको हुन्छ हैन। त्यो संविधान प्रदत्त अधिकार अनुसार निर्वाचनबाट
जनताले बहुमत दिएर जिताएको मान्छे हैन भन्दाखेरि क्रिएसन अफ द लोकल गभर्नमेन्ट क्यान बी बाई द प्रोभिजनल अर नेसनल गभर्नमेन्ट इच लोकल गभर्नमेन्ट हैज इट्स ओन लिगल एन्टिटी हैन छुट्टै के हो त भन्दाखेरि त्यो कानुनी संयन्त्र हो हैन व्यक्ति सर चाहिँ उजुर गर्ने नालिस गर्ने भन्ने कुरा पनि गर्न पाउने भइ नै हाल्यो र इट मिन्स द्याट इट क्यान युज यु अर क्यान बी sued against or by the ordinary citizen, provincial and central government हैन उले चाहिँ जसलाई पनि त्यो गर्न सक्छ र त्यसपछि गएर पर्मानेन्ट इन्स्टिट्युसन पनि हो नि त यो किन हो त भन्दाखेरि यो कहिले पनि अस्थायी हुँदैन कहिले पनि मर्दैन त्यो मान्छे चेन्ज होला तर त्यो संस्था के हुन्छ पर्मानेन्ट हुन्छ त्यो कहिले पनि हुँदैन जस्तै नाम चेन्ज होला तर त्यो संस्था रहि नै रहन्छ हिजो गाउँ पञ्चायत थियो गाउँ विकास समिति भयो आज गाउँपालिका भयो संस्था त एज इट इजै छ जनतालाई सेवा दिइरहेकै छ नाम मात्रै के भए परिवर्तन भए त्यस्तै गरेर त्यहाँका मेयर उपमेयर अथवा चाहिँ अध्यक्ष उपाध्यक्ष के भन्ने पदनामहरू जे छन् अझ पहिला गयो भने त प्रधान पञ्च उपप्रधान पञ्च सदस्य भन्ने हुन्थ्यो भन्दाखेरि जेसुकै भए तापनि त्यो संस्था त के छ बाँचिरहेकै छ त्यसकारण त्यो पर्मानेन्ट इन्स्टिट्युसन हो द लोकल गभर्नमेन्ट हैज इट्स ओन पर्मानेन्ट इन्स्टिट्युसन चेयर्ड बाई द मेयर हैन इट हैज इट्स ओन काउन्सिल स्टाफ एन्ड थ्रु द कम्बाइन्ड इफोर्ट्स अफ दिज इन्स्टिट्युसन लोकल प्रब्लम्स आर म्यानेज्ड हैन त्यहाँको स्थानीय चाहिँ जुन समस्याहरू छन् त्यसलाई चाहिँ हामी के गर्छौँ म्यानेज गर्छौँ सो इट क्यान बी राइटली सेड द्याट द लोकल गभर्नमेन्ट इज अ पर्मानेन्ट इन्स्टिट्युसन हैन र त्यस्तै गरेर मल्टीपर्पज अर सिंगल पर्पज मल्टीपर्पजको हिसाबले के त भन्दाखेरि द मल्टीपर्पज द लोकल गभर्नमेन्ट हैज द डाइभर्सिफाइड रेस्पोन्सिबिलिटिज हैन हाम्रो बहुउद्देश्य भने जस्तै यो पनि के हो त भन्दाखेरि विभिन्न खालका कुराहरुमा चाहिँ आउने फर इन्स्टेन्स द कन्सिडरिङ द एक्जाम्पल अफ द भिलेज म्युनिसिपल इट पर्फर्म्स द मल्टिपल टास्क हैन धेरै कामहरु गरे हुन्छ सच एज द म्यानेजिङ द स्कुल्स हेल्थ मेन्टेनेन्स अफ रोड्स हैन फायर सर्भिसेस एन्ड रेगुलेटरी रेस्पोन्सिबिलिटिज हैन विभिन्न खालका कुराहरु छन् तर कति कुराहरुमा त यिनले ध्यान दिनै पाएका छन् जस्तो अनुगमन गर्ने कुराहरु पनि छ मूल्य नियन्त्रणदेखि लिएर कालोबजारीदेखि लिएर यी सबै कुरामा स्थानीय सरकारको अधिकार छ तर के छ भन्दाखेरिमा चाहिँ पहिला जिल्ला प्रशासन कार्यालयलाई हुन्थ्यो अब त्यो सबै के गरे त पालिकालाई भइसक्यो भने अब यिनीहरूले त्यो कुरातिर फङ्सनिङ गर्नै सकेन किन अनुभवै भएन कि त्यसकारणले गर्दाखेरि चाहिँ यो पछिल्लो चरणमा चाहिँ यो निर्वाचित चाहिँ जनप्रतिनिधिहरूलाई पनि विभिन्न खालका तालिमहरू चाहिँ दिनुपर्ने जस्तो लिडरसिप डेभलपमेन्ट त्यसै गरेर चाहिँ डिसिसन मेकिङका कुराहरू त्यसै गरेर कानुनी अधिकारका कुराहरू कानुनी दायित्वका कुराहरू कानुन बनाउने कुराहरू यी सबै कुराहरू के भने उनीहरूलाई फेरि त्यो सिकाउनु पर्ने भयो क्या अब अहिले चाहिँ किन भन्दाखेरि अब यो त्यही भएर कहिलेकाहीँ हामीलाई लाग्छ नि जस्तो कि यो कानुन बनाउने ठाउँमा पार्लिमेन्टमा जाने भने त कानुन बनाउन जाने त कानुन पढेको मान्छेलाई मात्रै सांसद बनाउनु पर्ने हो क्या भने जस्तो लाग्छ नि त होइन तर त्यहाँ त फेरि विभिन्न समावेशी आदि इत्यादि विभिन्न खालको कुराहरू छन् कानुनै किन्न पर्नु पर्यो त्योभन्दा बढी मैले जानेको छु भन्ने खालको कुराहरू पनि होला होइन अब सबै नागरिकको चाहिँ बराबर हक अधिकारको कुराहरू आउँछ होइन यस्ता कुराहरूले गर्दाखेरि चाहिँ नि आउँछ होइन त्यस कारणले गर्दा चाहिँ यो खालको चाहिँ कुराहरू चाहिँ रहन्छ तर चाहिँ के भने उसले चाहिँ त्यहाँ स्कुलमा चाहिँ कस्तो खालको व्यवस्था छ त्यो मास्टरले कसरी पढाइरहेको छ होइन त्यहाँको स्वास्थ्य अवस्था कस्तो छ रोडहरू कस्ता छन् खाल्डाखुल्डी परेको छ कि जनतालाई हिँड्न आरो गर्न कठिनाइ भएको छ कि भन्ने आदि इत्यादि विभिन्न खालको कुराहरूमा चाहिँ उनीहरूले ध्यान चाहिँ दिनुपर्ने चाहिँ हुन्छ होइन अब कति दिएको छन् कुन ठाउँ दिए होला कुन ठाउँ नदिए होला कुन ठाउँ राम्रो गर्यो भनेर आइरहन्छ पैसा गरेन भनेर आइरहन्छ होइन भन्दाखेरि त्यो उनीहरूको आफ्नो जिम्मेवारी चाहिँ निर्वाह गर्न सक्ने नसक्ने कुराहरू चाहिँ छुट्टै कुराहरू रहे अब सिंगल पर्पजको हिसाबले चाहिँ भयो भने एट द सेम टाइम लोकल गभर्नमेन्ट क्यान अल्सो बी अ सिंगल पर्पज बडी मिन्स इट क्यान ओन्ली हेभ अन फङ्सन टु पर्फर्म भनेको युजुअली इन युएसए देयर इज अ सिंगल पर्पज बडिज टु एभोइड द ओभरल्याप एन्ड चोइस होइन त्यस्तो खालको चाहिँ हुन्छ भने चाहिँ त्यहाँको प्र्याक्टिस चाहिँ त्यस्तो खालको छ भन्ने हो र अर्को कन्टिन्युज अर डिस्कन्टिन्युज अनि त्यो लोकल गभर्नमेन्ट क्यान बी अफ एनी टाइप आइदर कन्टिन्युज अर्गनाइजेसन अर डिस्कन्टिन्युज अर्गनाइजेसन डिपेन्डिङ अन द पोलिटिकल स्ट्रक्चर अफ द कन्ट्री and when local government is working in a continuous manner then it's the continuous but due to the some political reasons it can be say even discontinuous हैन त्यस्तै नेचर the nature of the local government varies from the country to country for instance the police is managed by the provincial government in Nepal but directions are given by the central government but in some developed countries police is managed by the local government स्थानीय सरकारले पनि गर्छ जस्तै हाम्रो यहाँ पनि अब छ पुलिस भन्नाले अब यो नेपाल प्रहरीले गर्ने फङ्सनिङको लागि चाहिँ त छैन तर नगर प्रहरी भनेर उसले चाहिँ त्यहाँ राख्ने त्यो आफ्नो चाहिँ वडाका कानुनहरू परिकल्पना गराउने कुराहरूलाई हैन रोड चाहिँ सेफ्टी रोड म्यानेज हैन ट्राफिक म्यानेजमेन्ट हैन विभिन्न खालका कुराहरूमा चाहिँ त्यहाँको नगर प्रहरीहरूले पनि एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ जस्तो यसमा चाहिँ अलिकति इफेक्टिभली हामीले हेर्यौँ भने जस्तो कि यो अब काठमाडौँ महानगर ललितपुर महानगरमा त त्यो चाहिँ जुन त्यो नगर प्रहरीहरूले कामहरू गरेको हामी देख्छौँ त त्यस्तै अरू नगरपालिका पनि छन् नभए होइनन् अन्त पनि गरिरहेकै छन् उयो हामीले जहाँ देखेको त्यहीँको भन्ने भएर मात्रै हो अब कतिपयमा छैनन् होला अथवा कतिपय चाहिँ जागिरका लागि जागिर दिएर मात्रै राखेको होला त्यो इफेक्टिभली चाहिँ फङ्सनिङ नभए होला होइन त्यस्तो खालको कुराहरू चाहिँ हुन सक्छन् र चाहिँ दिस क्लियरली डिफाइन्स द्याट द नेचर इज वान अफ द इम्पोर्टेन्ट एस्पेक्ट्स इन द डिस्टिङ्ग्विस द क्यारेक्टरिस्टिक्स अफ द लोकल गभर्नमेन्ट भएर अब रिप्रेजेन्टेटिभ अर अनरिप्रेजेन्टेटिभ द लोकल गभर्नमेन्ट क्यान बी रिप्रेजेन्टेटिभ अर इट क्यान बी अनरिप्रेजेन्टेटिभ कसरी त भन्दाखेरि रिप्रेजेन्टेटिभ लोकल गभर्नमेन्ट भन्दाखेरि इफ अ लोकल गभर्नमेन्ट इज सेल्फ गभर्निङ मिन्स द लोकल अफिसियल्स आर इलेक्टेड बाई लोकल पिपुल देयर इज अ पिरियडिक इलेक्सन फ्रम टाइम टु टाइम and these officials are responsible before local election हैन यो कुरा भयो त अनरिप्रेजेन्टेटिभ मा के त officials who run the local government they may be held accountable before the people हैन local government has its say in the preparation of the budget
एट अ लोकल लेभल हैन। त्यस्तै अब अथोराइज टु प्रिपेयर द बजेट, दे ह्याभ द राइट्स टु मेक द बजेट इज दे आर फुल्ली अवेयर अफ द रिसोर्स एलोकेसन इन द locality and knows who to administer the manage things at local level, and therefore it's important to include their expertise while preparing the budget at local level हैन। अब यो पनि अन्त हाम्रो बजेटको चरणै आउँछ यसमा, हामी त्यो पछि पनि छलफल गर्छौँ। र बजेट निर्माण पनि के छ भने केन्द्र सरकारले हुँदाखेरि चाहिँ त त्यो अलिअलि माथि जिल्लाबाट जाने के गर्ने छुट्ने नछुट्ने आदि इत्यादि हुन्थ्यो भने लोकल लेभलबाट हुँदाखेरि चाहिँ के त भन्दाखेरि प्रत्येक टोलबाट त्यो त चाहिँ एउटा प्रोसेसै छ। टोलबाटै के त भन्दाखेरि तिमीलाई चाहिँ कहाँ के गर्नलाई बजेट चाहिने हो लेखेर पठाउने भन्यो हैन। टोलबाट आइसिसी वडाभरिकोलाई एउटा चाहिँ एकीकृत गरेर त्यहाँ चाहिँ प्रायोरिटीको हिसाबले छान्ने हो। अनि सबै वडाहरूको आइसिसी के गर्ने भयो त भन्दाखेरि त्यो सम्बन्धित पालिकाले छानेर अनि त्यो के भन्छ सभा, अब गाउँ सभा नगर सभा के छ हैन, त्यसमा चाहिँ पेश गरेर अनि त्यसलाई पारित गर्ने र पारित गरेपछि त्यो बजेट चाहिँ कार्यान्वयनमा लिएर आउने हैन। यस्तो खालको चाहिँ व्यवस्था चाहिँ रहन्छ हैन। र फिचर्स अफ द लोकल गभर्नमेन्ट्स इन फेडरल सिस्टमहरु भन्यो। अब यसमा चाहिँ कन्स्टिट्युसनल रिकग्निसनको कुराहरू आयो हैन। जस्तै कि लोकल गभर्नमेन्ट्स आर डिफाइन्ड एज अ अटोनोमस एन्टिटीज व्हिच डेभलप द अथोरिटी हैन। शेड्युल अब हाम्रो संविधानको चाहिँ शेड्युल 8 र चाहिँ अनुसूची 8 र 9 मा भएको व्यवस्था छ है। यसमा चाहिँ हामीले त्यो एकचोटि हेर्नु पर्यो है। त्यो 8 र 9 मा भएको कुराहरू चाहिँ टिपेर चाहिँ आफूले त्यसलाई चाहिँ अध्ययन पनि गर्नु पर्यो है। अब यसलाई चाहिँ किनभने हाम्रो त अब के छ त अथोरिटी के हामीले अहिले कुरा गर्यौं नि सूचीका कुराहरू गरेका थियौं नि हैन। एकल सूची चाहिँ साझा सूची भनेर हैन। अब इलेक्टेड लिडरशिप हैन भन्ने बित्तिकै के भयो त डाइरेक्ट इलेक्सन अफ रिप्रेजेन्टेटिभ्स इन्स्योर्स द पोलिटिकल एकाउन्टेबिलिटी एन्ड पार्टिसिपेटरी गभर्नेन्स। अब यो इलेक्टेड लिडरशिप अहिले डाइरेक्ट इलेक्सनमा त अब यो चाहिँ सांसदहरु छानिने कुरा त भयो। त प्रत्यक्ष कार्यकारी भनेको प्रधानमन्त्रीको पनि के छ भने प्रत्यक्ष निर्वाचन हुनुपर्छ भन्ने खालको माग पनि अहिले राखिरहेछन् नि हैन। अर्को फिस्कल अथोरिटी, यही ठ्याक्कै फिस्कल अथोरिटी आउनु भन्दा मैले अलिकति अगाडि भने प्रत्यक्ष कार्यकारी भयो भने यो गभर्नमेन्ट चेन्ज भइरहने समस्या चाहिँ अलिक कम हुन्छ होला कि भन्ने कुरा चाहिँ हाम्रो अहिले पालिकाको मेयर उपमेयरबाट हामी देख्छौं नि त। त्यहाँ त डाइरेक्ट छानिन्छ, छानिपछि 5 वर्ष उसले ढुक्क काम गर्न पाए नि त। तर केन्द्र सरकार चाहिँ के भयो भने पार्लियामेन्ट सिस्टमबाट आउने भए हुनाले के भयो जनप्रतिनिधि बन्न पर्यो, त्यसपछि गएर प्रधानमन्त्री हुनु पर्यो, दलको चाहिँ नेताको हिसाबले प्रधानमन्त्री बन्ने भयो, अनि त्यहाँ दलको संख्याको हिसाब हुने भयो, संख्याको हिसाब तलमाथि पर्ने बित्तिकै समर्थन बेसमर्थनको कुराहरू नमिल्ने बित्तिकै त्यहाँ सरकारै ढल्ने भयो, फेरि अर्को बन्न पर्यो। अन्त 5 वर्ष भित्रमा त उस्तै पर्यो भने 5 वटा सरकार पनि बन्न सक्ने अवस्था रह्यो। अन्त गभर्नमेन्ट स्टेबल भएन। गभर्नमेन्ट स्टेबल नभएपछि के हुन्छ नीति निर्माण कानुन सबै कुराहरू त्यसले ह्याम्पर गर्छ। त्यसकारणले गर्दा प्रत्यक्ष कार्यकारी भनिदियो भने त प्रधानमन्त्री चाहिँ प्रत्यक्षबाट निर्वाचित भयो भने त 5 वर्षमा त उसले ढुक्क चलाउन पायो, 5 वर्षलाई त उ के प्रधानमन्त्री भएर आयो भनेपछि यो कुराहरूलाई चाहिँ अलिक सहज हुन्छ कि भन्ने खालको कुरा चाहिँ रहन्छ। तर कहिलेकाहीँ के हुन्छ भने हैन त्यो चाहिँ त डेमोक्रेट नभइकन एकदमै अटोक्र्याट भइदियो, निरङ्कुश भइदियो भने चाहिँ त गाह्रो पर्छ नि त। त्यसकारणले पनि प्रत्यक्ष गर्नु हुँदैन भन्ने फेरि अर्को राय पनि छ। मान्छेको आफ्नो धारणा विश्वास हैन यो चाहिँ छ मान्छेहरुमा हैन। अब फिस्कल अथोरिटी भन्ने बित्तिकै के हो त पावर टु मोबिलाइज द लोकल रेभेन्यू थ्रु ट्याक्सेस फीज एन्ड द इन्टर गभर्नमेन्टल ट्रान्सफर्स भन्यो हैन। त्यो सबै कुराहरु चाहिँ के भयो उलाई चाहिँ अधिकार छ भन्ने कुराहरु भयो। र त्यसपछि गएर चाहिँ जस्तो कि अहिले पनि हामीले भन्यौं कुनै चाहिँ अब त्यसमा पनि तोकिया छ सबै खालका करहरू सबै खालका चाहिँ उहरु त चाहिँ यो पालिकाले चेन्ज गर्न पनि पाउँदैनन् हैन। त्यसमा पनि सर्टेन अब एउटा नर्म्स त भइ नै हाल्छ र कतिपय कुराहरु चाहिँ केन्द्र सरकारले दिएको गाइडलाइन अनुसार गर्नुपर्छ भन्ने पनि हुन्छ, जताभावी गर्न पाइदैन। यद्यपि के हो त भन्दाखेरि उले चाहिँ विभिन्न ठाउँमा सेवा शुल्क करहरू चाहिँ उठाउन चाहिँ पाउँछ हैन। र त्यो पाएको चिजहरुलाई चाहिँ उसले चाहिँ त्यही पैसाहरु चाहिँ त्यही विकास निर्माणको लागि खर्च पनि गर्न पायो, आफैले योजना बनाउन पायो हैन, रिसोर्सहरु कलेक्सन गर्न पायो, खर्च गर्न पायो। ती सबै कुराहरु चाहिँ के भने पालिका लेभलमै लोकल गभर्नमेन्ट नै त्यो सबै अधिकारी हुँदाखेरि चाहिँ के छ भने हामीलाई काम गर्न सहज छिटो छरितो पनि हुने भयो। जस्तो पहिला के हुन्थ्यो भने अब त्यो पालिकाको त अहिले पालिकामै रहने पनि पहिला भए त के त्यो ट्रान्सफर हुन्थ्यो सबै फेरि हैन। त्यो चाहिँ सबै केन्द्र सरकारमा जान्थ्यो नि त। केन्द्र सरकार आयो बजेट आयो काम हुन सकेन त केही भयो निकासा भएको बजेट भने काम हुन सकेन फ्रिज हुने भन्ने भन्थ्यो नि पहिला हैन। त्यस्तो हुन्छ। अहिले त फ्रिज भए पनि त्यही पालिकै रहने हो फेरि अर्को साल हाल्न सक्ने भयो के भन्दा त्यस्तो खालको चाहिँ हुन्छ। र त्यसपछि गएर चाहिँ फंक्सनल अटोनोमी द पावर्स ओभर एजुकेसन हैन, हेल्थ, एग्रिकल्चर, लोकल रोड्स, वाटर सप्लाई एन्ड मोर भने चाहिँ अब यो उले के गर्न सक्ने भन्ने कुराहरुमा त विभिन्न खालका कुराहरु गर्न सक्छ हैन। त्यो ओभरअल डेभलपमेन्ट त्यो पालिका अथवा चाहिँ आफ्नो चाहिँ जुन क्षेत्र छ त्यो क्षेत्रको लागि चाहिँ नि शिक्षा, स्वास्थ्य, कृषि हैन, स्थानीय चाहिँ बाटाघाटा, खानेपानी, ढल हैन, अब भोलि सडक बत्तीको कुराहरु आउला, पार्कहरु आउला हैन, आदि सबै कुराहरुलाई उले व्यवस्थित चाहिँ गर्ने कुराहरुमा चाहिँ उले काम गर्न पाउँछ हैन। र अर्को फेडरलिजम सपोर्ट्स द मल्टी टायर गभर्नमेन्ट्स वेयर द लोकल गभर्नमेन्ट्स एक्ट इज द थर्ड टायर इन्स्योरिङ द सब्सिडियरिटी एन्ड रेस्पोन्सिभ गभर्नेन्स भन्छ हैन। यसरी चाहिँ के छ भने उसले चाहिँ सबै कामहरु सबै क्रियाकलापहरु गर्ने भएको हुनाले नै के हो त भन्दाखेरि यो चाहिँ लोकल सेल्फ गभर्नेन्सको पनि इम्पोर्टेन्स चाहिँ हुँदै आएको हैन। किनभने कामै गर्न गर्ने ठाउँमा त गभर्नेन्सको कुरै आउँदैन
कहाँ केही कामै गर्नु पर्दैन, आफूसँग केही अधिकार पनि छैन, कर्तव्य पनि छैन भने त्यहाँ गभर्नेन्ससँग त खासै केही मतलबै भएन। तर जहाँ अधिकार हुन्छ, कर्तव्य हुन्छ, फङ्सनहरू हुन्छन्, त्यो चाहिँ सेवा प्रवाह हुन्छ, अब चाहिँ कानुन बनाउँछ, कानुन कार्यान्वयन गर्छ भनिसकेपछि त्यहाँ के भयो त भन्दाखेरि गभर्नेन्सको कुरा चाहिँ त्यहाँनिर आउने हो। र यही कारणले गर्दाखेरि पनि के हो त भन्दाखेरि अहिले यो हाम्रो सरकारको जग अथवा बेस अथवा ग्रास रुट भनेको के हो त भन्दाखेरि लोकल गभर्मेन्ट हो भनिसकेपछि ओहो स्थानीय सरकार भनिसकेपछि त यसले गर्ने सबै क्रियाकलापहरू यो त चाहिँ सुशासन हुनु पर्यो नि त। त्यहाँ त आर्थिक अनियमितता हुनु भएन, आर्थिक सुशासन हुनु पर्यो होइन। त्यस्तै गरेर सुशासनका अरू विभिन्न खालका एलिमेन्टहरू छन्, ती सबै कुराहरू हुनु पर्यो भन्ने खालको कुराहरू चाहिँ त्यहाँ आउँछ होइन। त्यस कारणले गर्दाखेरि चाहिँ